क्राउन डिरेक्टर यो कम्पनीको कतिजना नयाँ हुनुहुन्छ भने कम्पनीको टप 3 र्याङ्क एचिभ गरेको छु जस्ट 7 महिनामा। र यो इन्डस्ट्रीमा आएर मात्र म भयो 3 वर्ष। कति वर्ष? 3 वर्ष। र मैले इन्कम 40 लाख गरिसकेँ यहाँबाट। 40 लाख। र भर्खरै अनि गाडी पनि बुक गरेको छु जहाँ यहाँ कार फन्ड आउँछ। घुम्न जान चाहिँ म गएको छैन। किन गएको छैन भने पहिला सिङ्गापुर धेरै वर्ष बसेँ, विदेश घुम्न त्यति धेरै रहर छैन मलाई हैन। र अर्को कुरा अब म थाइल्यान्डमा चाहिँ जान्छु र सेकेन्डमा हामीलाई कार फन्ड आउँछ। कार फन्डबाट मैले 5 गाडी बुक गरेको छु टाटाको, ओके, जुन 3 वर्षमा जम्मा भएको पैसा। सो अब हाउस फन्ड पनि छ। अहिले लास्टमा समय मिल्यो भने तपाईलाई देखाउँछु। र यो बिजनेसमा आउनुभन्दा अगाडि एउटा लाउरे थियो र लाउरे बन्ने एउटा ठुलो धोको हुन्छ। म चाहिँ शेर्पा भएकोले गर्दाखेरि लाउरे बन्ने सोख थिएन, किन हाम्रो गाउँबाजीहरू नै थिएनन्। हिमाल चढ्थे हैन, हिमालतिर जान्थे, विदेशी अमेरिकातिर, क्यानाडा, युएसतिर, त्यतैतिर मात्रै धुन त्यतैतिर। तर अब राई लिम्बू गुरुङहरूको चाहिँ के हुन्छ भन्दाखेरि लाउरे बन्ने एउटा ठुलो सोख हुन्छ। अब जुन हजुरहरू हुनुहुन्छ क्षेत्री बाहुनहरू जो लोकसेवा भिडेर छोराले राम्रो गरोस् छोरीले राम्रो गरोस् त्यतैतिर, सो आफ्नो सेक्टर हुन्छ। सो म के गरेँ भन्दाखेरि मेरो बहिनीले गर्दाखेरि लाउरेहरूले त सुनको सिक्री ल्याइदिने, बहिनीलाई नै रहर लाग्यो लाउरे दाइ भयो भने त मलाई पनि सुनको सिक्री आउँछ। सो उहाँले मेरो बहिनीले के भन्नुभयो, दाइ एकचोटि ट्राई गर्नु न भन्नुभयो। र एकैचोटिमा मैले ट्राई गरेको थिएँ। हामी 140 जना भर्ती हुँदाखेरि टप 20 मा नाम निकालेको थिएँ मैले भर्ती हुँदा पनि। र लक भनौँ के भनौँ। र यो बिजनेसमा के भयो भन्दाखेरि मलाई आउने इच्छा छैन। ब्लक गरिसके एकजनालाई त। अर्को मेरो साथीले के भन्यो, त्यो नायता लिएन तिरो भन्थ्यो। खाने बेला यो कुरा नगर हेर हैन, बरु पैसा कतिको किन्नुपर्छ, सामान कतिको किन्नुपर्छ भन, बरु म किनिदिन्छु भने हेर्नुहोस्। र एक दिन चाहिँ कोरोना आउने फेरि हल्ला चल्यो भन्नाले फर्स्ट फेज, सेकेन्ड फेज, थर्ड फेज, सेकेन्ड फेजसम्म आयो। थर्ड फेजमा फेरि के भयो, कोरोना आउने हल्ला चल्यो। अब चाहिँ मलाई के गर्नुपर्छ है, मैले जहाँ लगानी गरिरहेको थिएँ त्यहाँ चाहिँ बन्द भयो। अब मैले सोचेँ 6 महिना नेपालमा कोरोना भयो भने अब के गर्ने त मैले सोचेँ। त्यसपछि मैले सोचेँ यो बिजनेसमा एउटै कुराले म लागेको, त्यो कुरा के छ भन्दाखेरि यो कम्पनी गयो भने नि मेरो इज्जत चाहिँ नजाने रहेछ। ल हेर, म यस्तो पैसा कमाउँछु होला, यसरी मासमा बोल्छु होला, यस्तो हुन्छु होला, यस्तो गर्छु होला भन्ने सोचेकै थिएन मैले। आज तपाईहरुलाई जसरी विश्वास लाग्दैन थियो, कुनै बेला मलाई पनि विश्वास लाग्यो। र मैले 2 जनाले त मलाई आड गरेन, अहिले त्यस्तै भइरहेको छ तपाईहरुलाई पनि कतिजनालाई जो एकदम मास्टर हुनुहुन्छ। तीर्थराज सेडे उहाँ म्यामले चिन्नुहुन्छ। सो उहाँले चाहिँ के भन्नु, उहाँसँग भेटाइदिनु भयो। उहाँसँग नपरेको भए म जोइन नहुने। म त्यति घमण्डी मान्छे थिएँ र त्यति बुझेको पनि थिएँ। डिजिटल क्रिप्टोदेखि लिएर हरेक यो देखेको युनिटी हर्बोहरूदेखि सबै कम्पनी देखेर आएको मैले पनि। मेरो आफ्नो त पनि प्रोड्युसमा लागेर अहिले बोर्डिङ थियो, भागेर पिज्जा पठाउँदै हुन्छ स्पेनमा। मलाई यस्तोमा लाग्नु थिएन। 65,000 त अहिले पनि पेन्सन आउँछ, बसेर दाल भात खानलाई पुगिहाल्छ हेर्नुहोस्। तर के छ भन्दाखेरि मलाई एउटा कुराले चाहिँ के छोयो, यो कम्पनी गयो भने मेरो इज्जत जाँदैन रहेछ। अब हेर्नुहोस् त्यसरी कतिको लागि लागेको, जम्मा 6 महिना लागेको। र उहाँले एउटा राम्रो कुरा के बुझाउनु भयो भने तपाईले यहाँ 6 जना एक्टिभ मान्छे जोड्नु भयो भने जिन्दगीभरि काम गर्नु पर्दैन भन्नु। यसले चाहिँ छोयो मलाई। 15 वर्ष त मैले दुःख गरिसकेँ। आफ्नो बाउ आमा देश सब छोडेर म गएँ विदेशमा बसेर अब आइरहेको छु। बल्ल 60-65 हजारको पेन्सन मान्छु। यहाँ चाहिँ 6 जना जोड्यो भने के गर्नु पर्दैन भने ल ठिक छ। अनि 6 महिना टाइम चाहिँ हुन्छ कि हुँदैन भने त्यसपछि उहाँले के भन्नुभयो, यो त पोसिबल छैन भन्नुभयो। अब पोसिबल छैन भनेपछि त हुँदैन नै होला। अनि गरेको छन् कि छैनन् भन्दाखेरि गरेकै छैन। मैले गरेँ भने हुन्छ कि हुँदैन। त्यति उहाँलाई लास्ट क्वेसन सोधेँ, तपाईले गर्नुभयो भने हुन्छ। हेर्नुहोस् मैले 6 महिनाको लागि यो बिजनेस गरेको। आज 3 वर्ष भयो र 6 महिनामा क्राउन पुग्दा हाम्रो एकजना निर्वाचन आएको सर हुन्छ। म्याम के पो म्याम निर्वाचन आएको सर कार्डहरू लिएर आउनुहुन्थ्यो नि, क्राउन डिरेक्टर एकजना सर हुनुहुन्छ। उहाँ चाहिँ हेर्नुहोस् जो उहाँको गार्डहरू हुनुहुन्छ उहाँलाई लिएर अफिस आउनु हुँदो रहेछ क्या रेगुलर। अनि उहाँलाई मैले 6औं महिना पनि म क्राउन भएपछि मेरो स्पिच थियो
र त्यो स्टेजमा मैले भनेको थिएँ क्राउन बन्नु छोड्नुहोस् भनेर। मलाई लाग्थ्यो कि क्राउन बन्नु चाहिँ छोड। कतिजनालाई यहाँ त्यो कन्फ्युजन छ भने आजबाट तपाईँले छुटाउनु पर्यो। किन भन्दाखेरि यो तपाईँले आज बिजनेस गरिरहनु भएको छ, जागिर गरिरहनु भएको छ, हरेक काम गरिरहनु भएको छ, यो पनि काम त हो नि, बिजनेस त हो नि, जागिर त हो नि। तपाईँले कहिलेसम्म गर्नुहुन्छ? जबसम्म रिटायर हुनुहुन्न, जबसम्म तपाईँले पैसाको लागि चाहिन्छ तबसम्म गर्नुहुन्छ। यो बिजनेस पनि त्यही हो। सो मैले अहिले तपाईँको के छ, लाइफ नै यसमा बिताउने सोचिरहेको छु। कतिजना हुनुहुन्छ कि यसमा लाइफ बिताउँछु? जोरदार ताली। र म भन्छु 1-2 लाख कमाउने हो भने बाहिर पनि ठाउँ छ, तर जो व्यक्ति फ्रिडम भएर केही गर्छु लाइफमा, अरूको जिन्दगी पनि बदल्छु, म केही गर्छु अरूको हेल्थलाई पनि राम्रो गर्छु, म आफू पनि राम्रो बन्छु भने र 4-5 लाख महिनामा 10-15 लाख कमाउनको लागि चाहिँ यो बिजनेस हो। ओके, मेरो ब्याकग्राउन्ड थाहा भयो। अब म CNT सुरु गर्छु। तल रहेछ यो नयाँ स्लाइड भयो। ओके, हाम्रो कम्पनीको नाम के रहेछ? अलिक लाउडर एकचोटि वान। र आफ्नो फ्यामिलीलाई हेल्दी हुने के हो, कति % कम्पनी राख्छ, कति % बाँड्छ, डाइरेक्ट सेलिङ के हो, कसो, म त्यतातिर गइन। सो डाइरेक्ट सेलिङ नेपालमा के छ भन्दाखेरि 74 मा ओके, डाइरेक्ट सेलिङ ल अनुसार के गर्नुपर्छ त भन्दाखेरि पहिला तपाईले युनिटी हर्बहरू धेरै कम्पनीहरू मान्छे डुबेर तपाईले बदनाम भएको कुरा सुन्नु भएको छ होला। अस्ति भर्खर फैसला भयो हैन? सो तपाईले के भयो भनेर तपाईले थाहा छ। सो अब म के गर्छु भन्दाखेरि अहिले चाहिँ डाइरेक्ट सेलिङ ल धेरै स्ट्रिक्ट भइसक्यो नेपालमा, धेरै स्ट्रिक्टली काम गरिरहेको छ कि मान्छे केही पनि नहोस्, मान्छे कोही पनि नडुबोस्, यहाँ आएर कोही पनि मान्छेको बदनामी नहोस्, कम्पनी नजाओस् भनेर सुरुमा कम्पनीले के गर्नुपर्छ? डिपोजिट गर्नुपर्छ। यहाँनिर तपाईले देख्नु भएको छ। र 50-50 को कुरा छ। 50-50 भन्नाले चाहिँ तपाईले बाहिरको प्रोडक्ट 50% हुनु पर्यो, नेपालमा बनेको प्रोडक्ट 50% हुनु पर्यो। र हामी मात्र यस्तो एउटा कम्पनी हो जो 4वटा फ्याक्ट्री छ र 70% प्रोडक्ट नेपालमा उत्पादन गर्छ। एकचोटि जोडदार ताली प्लिज। र रिटर्न पोलिसी भनेको छ। र रिटर्न पोलिसी भन्नाले के बुझिन्छ भन्दाखेरि तपाईले 2वटा साबुन किन्नु भयो भने एउटा साबुनले तपाई नुहाउनु भयो, अर्को साबुन तपाईलाई मन परेन भने तपाईले के गर्न सक्नुहुन्छ? रिटर्न गर्न सक्नुहुन्छ। और कुनै पनि रिजन छ, जस्तै मानौ तपाईलाई केही भयो, सप्लिमेन्ट खाएर केही असर गर्यो भने लिखित तपाईले खाएर पनि लिखित फर्म भरेर मलाई यस्तो भयो म यो खादिनु भन्नुभयो भने रिटर्न पोलिसी यसमा पनि लागू हुन्छ। ओके, अब कम्पनी के छ? अबाउट कम्पनी नम्बर 1 कम्पनी छ। नम्बर 1 के को आधारमा? एउटा कुरा टर्नओभरको आधारमा। टर्नओभर भन्नाले के हुन्छ? तपाईले जति कारोबार भयो यसलाई भनिन्छ टर्नओभर। र अहिले नम्बर 1 कम्पनी हामीले फर्स्ट इयर हामीले 100 करोडको बिजनेस गरेको थियौं, फर्स्ट इयर। र नेपालमा कुनै पनि डाइरेक्ट सेलिङ कम्पनीले आको फर्स्ट इयरमा 100 करोड हैन 50 करोड क्रस गरेको छैन। हामी त्यो कम्पनी हो जो हामीले 100 करोडको बिजनेस गर्यौं। लोन फ्री कम्पनी छ, कुनै पनि लोन छैन, लायबिलिटिज छैन। यहाँनिर तपाईले देख्नुहुन्छ। र आज के छ भन्दाखेरि हिजो कतिवटा कम्पनी डुबे, के भयो, आज पनि कति जनालाई डर छ यो कम्पनी भाग्यो भने, यो कम्पनी लसमा गयो भने, यो कम्पनी बन्द भयो भने। तर तपाईहरु कति जना यहाँ हुनुहुन्छ अहिले सेनिटरी प्याड पाउनुहुन्छ? छैन। यो मात्र यस्तो कम्पनी हो जो प्रोडक्ट सर्टेज हुन्छ नेपालमा। आज तपाईले भाडुवाटीमा कहिले प्रोडक्ट सर्टेज भएको देख्नु भएको छ? बिग मार्ट सेल्सबेरीमा छैन। किन त भन्दाखेरि आज हामीसँग प्रोडक्ट त्यति धेरै डिमान्ड छ र एकचोटी प्रोडक्ट युज गरिसकेपछि लाइफ टाइम अरु प्रोडक्टले उसले युज गर्दैन। त्यो भएर के हुन्छ भन्दाखेरि अब यो कम्पनी जान्छ त? कम्पनी डुब्ने अवस्था छ त? छैन। हेर्नुस् है। र अर्को कुरा वाइड रेन्ज प्रोडक्ट। र म केही कुरा गर्छु, तपाईहरु हेल्दी लिभिङमा आज कति जना व्यक्तिहरु हुनुहुन्छ, मैले ट्रुथलाई एकदमै खुलेर बोल्नुपर्छ, गर्व गरेर भन्छु, आज 10 वटा 15 वटा 20 वटा प्रोडक्टहरु छ। तर हामीसँग वाइड रेन्जको प्रोडक्ट, वाइड प्रोडक्ट रेन्ज छ जो 200 भन्दा बढी प्रोडक्ट हामीसँग अवेलेबल छ।
अब सोच्नुहोस् तपाईले जुन प्रोडक्टहरु छ जो बिजनेस तपाईले सुरु गर्नुभयो भने धेरै प्रोडक्ट भयो भने तपाईको धेरै नाफा आउँछ कि थोरै प्रोडक्ट छ भने धेरै प्रोडक्ट छ भने हो हामी मात्रै आज तपाईले जुनसुकै कम्पनीहरु हेर्नु आज 50-60 वटा भन्दा प्रोडक्ट छैन तपाईले लाग्नु भयो भने तपाईको चोइस हो सबैले कमाउँछन् राम्रो छ डाइरेक्ट सेलिङ कम्पनी तर तपाईले मनमा सोच्नुहोस् कि मैले यो कम्पनीमा लाग्दा फाइदा हो अथवा हेल्दी लिभिङ म केही पनि भन्दिनँ यति मात्रै भने किन भन्दाखेरि हामीले अरूको बारेमा नराम्रो भन्नु हुँदैन र नेक्स्टमा छ हाम्रो के छ हाम्रो ब्रान्चेसहरु अहिले 18 वटा यो पहिलाको स्लाइड हो अहिले हाम्रो 33 वटा ब्रान्च पुगिसक्यो र यो बिजनेस र कतिजना व्यापारीहरु हुनुहुन्छ बिजनेस गर्दै हुनुहुन्छ भने म यो चाहिँ काम गर्दिनै भन्नुहुन्छ तर आज म बिहान आए अहिले म यहाँ छु धरानमा बिलिङ भइरहेछ पोखरामा बुटोलमा बिलिङ भइरहेछ चितवनमा बिलिङ भइरहेछ काठमाडौँ बिलिङ भइरहेछ म चाहिँ यहाँ छु र म सटर पनि खोल्दिन बन्द पनि गर्दिन लगानी पनि गर्दिन तर म नाफा कमाउँछु आज 1 लाख रुपैयाँ लगानी गर्नुभयो भने तपाईको नेट प्रॉफिट सटर तानेर बन्द गरेर तपाई खटेर कति नाफा आउँछ साउलाई तिरेर कति आउँछ कति आउँछ ल लगभग 1 लाख रुपैयाँको सामान बेच्नु भयो लगानी गरेर गाह्रो छ 15-20 हजार भन्दा कमाउनु तर तपाईले यो बिजनेसमा म भन्छु ब्रोन्ज डाइरेक्टर हुँदाखेरि लाख प्लसको तपाईले प्रोडक्ट बेच्नु भयो भने लगभग तपाईलाई 10-15 हजार आउँछ नि कुन चाहिँ बिजनेस गर्न चाहनुहुन्छ ओके सो अहिले तपाईले नेपालको जुनसुकै कुनामा कम्पनीले यसरी ब्रान्च खोलेको छ जस्ट एज अ तपाईले कन्ज्युमर मात्रै बिल्ड गर्नु पर्यो केही पनि गर्नु पर्दैन र यो यति राम्रो बिजनेस छ है सो नेक्स्टमा छ प्रोडक्ट ओभरभ्यू अब हेल्थ केयर छ पर्सनल केयर छ ओरल केयर छ अहिले म जान्छु ओके मानव शरीरको बनावट यो स्लाइड एकदमै राम्रो रहेछ यो स्लाइड हेरेपछि मोटामोटी के हुन्छ सबै कुराहरु बुझिन्छ अब यहाँ चाहिँ साइन्स पढे जस्तो लाग्छ म यत्रो डेफमा जादिन तर हल्का हाम्रो शरीर केले बनेको हुँदै रहेछ कसरी बनेको हुँदै रहेछ तपाईले यहाँनेरि कोष मिलेर के बन्छ तन्तु मिलेर के बन्छ अङ्ग मिलेर के बन्छ शरीर र के छ भन्दाखेरि तपाईहरुलाई म भन्छु सो हाम्रो कोष राम्रो भएन हाम्रो कोषमा न्युट्रिसन पुगेन हाम्रो कोष ठीक छैन भने तपाईको शरीर राम्रो हुँदो रहेछ हुँदैन सो हामीलाई तर यो कुरा हाम्रो नलेज छैन र यो हाम्रो दोष छैन किन भन्दाखेरि गभर्नमेन्टले सानै बच्चादेखि न्युट्रिसनको बारेमा कोषको बारेमा हाम्रो शरीरलाई कसरी हेल्दी राख्ने यसको बारेमा बुझाउने हो भने खासै गाह्रो छैन तर के छ भन्दाखेरि आज हामीले जे पाए त्यो खाइरहेको छौँ हाम्रो लाइफस्टाइल हाम्रो खानपान अरू कुराहरू भयो यसले नै हामीले दिनदिनै हाम्रो कोषहरू के भइरहेको छ खत्तम भइरहेको छ र कोषहरू कमजोर भइरहेको छ ओके यहाँ स्लाइडहरू हेर्दै जान्छु अब त्यो भन्दा अगाडि तल स्लाइडमा केही छ कि भनेर मैले छैन रहेछ ओके सलमान खान कति जनाले चिन्नुहुन्छ सलमान खान तपाईले चिन्नुहुन्छ ओके दिदी कति पुग्यो उमेर हजुरको लास्टको हजुर 28 ओके अरुको पनि दिदी हजुरको कति पुग्यो मजन हुनेले सलमान खान र उहाँ एउटै हो उमेर बराबर हो कि हैन हो तर सलमान खान अझै पनि एक्टिभै देखिन्छ त्यही लेभलमा उहाँको मन मात्रै हैन तन पनि के छ हेल्दी छ हो अब हामीलाई के लाग्छ कति जना मान्छेलाई सप्लिमेन्ट रेकमेन्ड गर्दाखेरि के हुन्छ म त हट्टाकट्टा छु नि मैले खानै पर्दैन मैले केही गर्नै पर्दैन भन्ने कुरा आउँछ सो अब के छ भन्दाखेरि मैले अहिले 8-9 वटा हाम्रो विष्णु सर यहाँ हुनुहुन्छ म 8-9 वटा सप्लिमेन्ट खान्छु तर हामी चाहिँ के गरिरहेछौँ हामी के खान्छौँ खानेकुरामा दाल भात मासु अचार यति चीज खान्छौँ राइसमा के पाइन्छ कार्बोहाइड्रेट एकचोटि मात्रै खाना थप्दिन भन्ने कति जना हुनुहुन्छ 1 जना 2 जना 3 जना अरु चाहिँ 2 देखि 3 थाल्सम्म हो हजुरहरु 2 देखि 3 मा पर्नु भयो हो तर हामीले के हो भने कार्बोहाइड्रेट भनेको तपाईले यो हत्केला छ एउटा ब्रेड छ यति भए तपाईलाई पुग्यो तर हामी चाहिँ मासु मिठो भयो भने सब्जी मिठो भयो भने कति खान्छौं 3 थाल हो कि हैन
तपाईहरु यसमा एग्री हुनुहुन्छ हो तर जुन कार्बोहाइड्रेट हामीलाई थोरै चाहिन्छ त्यही माथि व्हाइट राइस त राम्रो होइन भन्छन् हो कि हैन सबैलाई थाहा छ र पनि हामी खान्छौँ अब तपाईको के छ मैले के बुझाउन खोजेको भने हामीलाई प्रत्येक दिन 46 किसिमको न्यूट्रिसन चाहिन्छ कति किसिमको 46 किसिमको हाम्रो शरीरलाई पोषण चाहिन्छ तर हामीले के खाँदै रहेछौं दालमा के पाइन्छ प्रोटिन मासुमा के पाइन्छ प्रोटिन खानामा के पाइन्छ राइसमा कार्बोहाइड्रेट अरु के खान्छौं हामी पानीको काउन्ट गर्दिन है भेज सब्जीमा के पाइन्छ मिनरल्स तर हामीलाई अहिले तपाईले सुन्नु भएको छ होला मल्टिभिटामिन्स खाने प्रचलन छ जो जिम गर्ने जुम्बा गर्ने हो कि हैन सो म के भन्छु भने अहिले जो मान्छेलाई अब भिटामिन्सहरु चाहिँदो रहेछ र म तपाईलाई अहिले जति पनि तपाईले कुखुरा बाख्रा सबै कुराहरु खाँदै हुनुहुन्छ भने बाख्रालाई कुखुरालाई मल्टिभिटामिन्स छ यति धेरै बिक्री हुन्छ अहिले तपाईले खाँदै गरेको कुनै पनि मासु ठीक छैन यसमा तपाईहरु मान्नुहुन्छ हो मल्टिभिटामिन्सहरु हो अब हामीले चाहिँ हाम्रो शरीरलाई के गरिरहेको छौं भन्दाखेरि तपाईको हाम्रो कोषहरु हाम्रो जुन न्यूट्रिसन हुन्छ यो कोषलाई पुगिरहेको हुँदैन कोषलाई पुगिरहेको जब कोष कमजोर हुँदै जान्छ र तपाईले सुन्नु भएको छ होला तपाईले 90% रोग भनेको न्यूट्रिसनको कमीले हुन्छ पोषणको कमीले हो कि हैन र नेपालमा के हुन्छ कुपोषण एकचोटी भन्नु कुपोषण पोषणको कमी हामीलाई किनभने कति जनालाई थाहा नभएर हामीले युज गरिरहेको छैनौं खाइरहेको छैनौं र कति जनालाई थाहा भएर पनि हामी खाइरहेको छैनौं र अब म के कुरा गर्न चाहन्छु थोरै डेपमा जान चाहन्छु हामीलाई 46 किसिमको न्यूट्रिसन अब कहीँबाट पाइदैन हाम्रो खानाबाट पुग्दैन भने अब हामीले के गर्नु पर्यो सो तपाईको के छ भने हाम्रो लागि 46 किसिमको पोषण हाम्रो खानाबाट पाइदैन भने अब हामीले के गर्नु पर्यो त भन्दाखेरि सप्लिमेन्टबाट लिनु पर्यो बुझ्नु भयो सो अब बाहिर तपाईको अस्ट्रेलिया न्यूजील्यान्ड युएस तिर छोराछोरी छन् भने अब के गर्छन् अहिले फिश ओइल पठाउँछन् बाबा मम्मीलाई बल्ल थाहा भयो मेरो बाबा मम्मीलाई चाहिँ फिश ओइल चाहिँदो रहेछ फिश ओइलमा के हुन्छ ओमेगा 3 सो के हुन्छ भन्दाखेरि ओमेगा 3 हुन्छ अब तपाईले हेर्नुस् बाहिरतिर विदेशतिर चाहिँ बिलियन डलरको कम्पनी हुन्छ हेर्नुस् सप्लिमेन्टको तर नेपालमा चाहिँ अहिले छैन र सप्लिमेन्टहरु आएको छ म सप्लिमेन्ट कम्पनीहरु देख्छु तर तपाईले सप्लिमेन्ट खाँदै गर्दाखेरि धेरै विचार गरेर खानुहोस् रेकमेन्ड गर्ने मान्छे को त्यो मान्छे ठीक छ कि छैन त्यो मान्छेलाई कतिको नलेज छ सप्लिमेन्ट न्यूट्रिसनको बारेमा त्यो रोग कुन रोगलाई खानुहुन्न कुनलाई खानुहुन्छ भन्ने कुरा तपाईले राम्रोसँग त्यो मान्छेले बुझेको हुनुपर्छ बल्ल तपाईले सप्लिमेन्ट खाने ओके तपाईहरु डराउनु भएको यो हाम्रो सप्लिमेन्टहरु जो मान्छे हेल्दी छ त्यसले खाने जो मान्छे हेल्दी छ त्यसले खाने हो तर तपाईलाई युरिक एसिड छ प्रोटिन खान मिल्छ मिल्दैन जो मान्छे तपाईको किडनीको प्रब्लम छ प्रोटिन खान मिल्छ मिल्दैन सो तपाईले सप्लिमेन्ट खाँदाखेरि राम्रोसँग विचार गरेर सोधेर खानु एकदमै राम्रो हुन्छ मैले जस्ट एक्जाम्पल मात्र दिएको ओके र जुन कुराहरु तपाईलाई म एउटा क्याल्सियमको बारेमा कुरा गर्छु ओके क्याल्सियमको बारेमा कुरा गर्छु क्याल्सियम कति जनाले खानुहुन्छ यहाँ हस्पिटलको ओके यहाँको खानुहुन्छ एकदमै राम्रो तपाईले अहिले जस्तै के छ भन्दाखेरि क्याल्सियम अहिले हामी एउटा बुढेसकालमा मात्रै खान्छौं तर लेडिजहरुले क्याल्सियम अहिलेदेखि नै खानु पर्यो ओके कसले लेडिजहरुले तपाईले मदर्स डे कहिले हो 14 गते मम्मीलाई सासुमालाई दिदीलाई अब कपडा गिफ्ट जुत्ता के पनि नदिने क्याल्सियम ग्लुकोजामाइन कोलाजिन सेट बनाएर दिनुस् बुझ्नु भयो त तपाईको त्यो लुगा लगाएर के दिन फाट्छ तर तपाईको मम्मीको सासुको दिदीको घुँडा ढाड राम्रो भयो भने कुन चाहिँ राम्रो कुन चाहिँ बेटर सप्लिमेन्ट राम्रो सो तपाईलाई म के गर्छु अब मदर्स डेमा चाहिँ तपाईले अरु चीज नदिने कति जना हुनुहुन्छ सप्लिमेन्ट दिन्छु भन्ने
हेर्नु त कन्जुस्या गर्नुमा। जो अब यो क्याल्सियम किन खाने म तपाईलाई बताउँछु। छोरी मान्छेलाई छिटो ढाड घुँडामा समस्या किन आउँछ म तपाईलाई बताउँछु। पहिलो कुरा नम्बर 1 रिजन, प्रत्येक महिना हामी छोरा मान्छे भन्दा छोरी मान्छेलाई धेरै प्रब्लम हड्डीको आउँछ। किन भन्दाखेरि प्रत्येक महिना महिनावारी हुँदा क्याल्सियम लस भइरहेको हुन्छ। तपाईको बच्चा डेलिभर गर्दा मोनोपोज हुँदाखेरि चाहिँ क्याल्सियम खेरा गइरहेको हुन्छ। अब तर मेरो मिसेसलाई, मेरो मम्मीलाई, मेरो दिदीलाई, मेरो वाइफलाई चाहिँ क्याल्सियम ज्यादा चाहिन्छ, उनीहरूको लस भइरहेको छ भनेर कतिजना हस्बेन्डले दुध खान दिने क्याल्सियम पाइने चिजहरू दिन्छ। कसैले हो ल 2 जना हुनुहुन्छ जोडदार ताली। सो तपाईको क्याल्सियमको कमी भएपछि तपाईको ढाड दुख्छ। तर हामी के बहाना गर्छौँ? चिसो लाग्यो, सुत्केरीमा स्याहार पुगेर मलाई हो कि हैन, सुत्केरीमा स्याहार नपुगेर मेरो ढाड दुख्यो। हेर्नुहोस् अरूको फलाको हेर्नु त अहिलेसम्म ढाड दुख्दैन, उसको त कति मसाज गर्ने मान्छे आए के गरे के दिए खाए, मेरो केही छैन, मतलब छैन मलाई हैन मिसेसहरूले भन्ने कुरा। सो म के भन्छु, चिसोले तपाईको ढाड दुखेको होइन। तर हामी के गर्छौँ, ढाड दुख्दै पनि हामी बाँधेर त्यसलाई कन्टिन्यू फेरि के गर्छौँ, दुख्ने बेला फेरि बाँध्छौँ, फेरि छोड्छौँ। तर क्याल्सियमको कमी हो। सो तपाईले क्याल्सियम खान पर्यो। तपाईलाई भोलि राम्रोसँग तपाईको ढाडहरू नदुखोस्, तपाईको ढाडहरू हड्डीहरू कमजोर नहोस् भन्नुहुन्छ भने अहिलेदेखि नै क्याल्सियम युज गर्नु पर्यो। तपाई रेडी हुनुहुन्छ क्याल्सियम युज गर्नको लागि? यस ओके। ल मैले सप्लिमेन्टको बारेमा बुझाएँ र यो चाहिँ एउटा कुरा के छ भने औषधिको बट्टामा राखे, यस्तै बट्टामा औषधि पाइने भएर यो औषधि जस्तो लाग्छ, तर औषधि होइन। यसमा तपाईहरुको माइन्ड अबदेखि लगाउनु भएन। यो के हो? सप्लिमेन्ट हो। सो सप्लिमेन्टले के गर्छ, जुन खानेकुरा तपाईले पाउनुहुन्न त्यो कुराहरु यहाँबाट तपाईले फुलफिल गर्नको लागि यो कन्ज्युम गर्ने अथवा खाने। बुझ्नु भयो? र अब के छ, हेल्दी मान्छेले सबै खाने, तर तपाई बिरामी हुनुहुन्छ, कुनै पनि रोग छ भने एकचोटी तपाईको अपलाइन अथवा ग्रेड अपलाइनसँग एकचोटी कन्सल्ट गरेर मात्रै खाने। जस्तै ग्यास्ट्रिकको तपाईले खानुहुन्छ, सुगरको खानुहुन्छ, प्रेसरको खानुहुन्छ, कोलेस्ट्रोल खानुहुन्छ, तपाईको पिरियडहरु रेगुलर भएको छैन, तपाईले खानुहुन्छ भने तपाईले एकचोटी अपलाइनसँग ग्रेड अपलाइनसँग कन्सल्ट गरेर खाने। मलाई यो रोग छ, मैले खान मिल्छ कि मिल्दैन भने। ओके ल अब नेक्स्टमा जान्छु म। सो हाम्रो हेल्थ केयर र कतिजनालाई चाहिँ कहिले सोच्छन् पनि तपाईकोमा दाल आउँदैन, चिनी आउँदैन, चामल आउँदैन भन्छ। तर आज यो कुरा तपाईले चिनी, दाल, साबुन, स्याम्पू, सर्फ जहीँ पाउनुहुन्छ, यो चीज कहीँ पनि पाउनुहुन्न यो क्वालिटीको। त्यही भएर हामी यो इन्डस्ट्रीमा छौँ। र मैले यो बिजनेसमा कति पैसा कमाएँ त्योसँग म्याटर गर्दैन, तर म जान्छु कसैको घुँडा निको हुन्छ, कसैको आँखामा आँसु चुहिने ठिक हुन्छ, कसैको थाइरोइड ठिक हुन्छ, कसैको के ठिक हुन्छ, अनि त्यसपछि बाबु तपाईहरुको सप्लिमेन्ट कति राम्रो रहेछ, मैले खाएँ, मलाई ठिक भयो भन्छ। मलाई आनन्द त्यहाँ आउँछ हेर्नुहोस्। सो अब तपाईहरुले के छ भने यो हेल्थ केयरको प्रोडक्ट अरु तपाईलाई म युज गर्नुहोस् न भन्दिनँ, तर यो चीजहरु, यो प्रोडक्टहरु तपाईले कहीँ पनि पाउनुहुन्न यो क्वालिटीको। सो तपाईले एकदमै कन्ज्युम गर्नुहोस्, अहिलेदेखि तपाईलाई हेल्दी हुनुहोस् है। सो क्रिल ओइलबाट सुरु हुन्छ। यो यहाँनिर देख्नुहुन्छ तपाईले प्राइम क्याटेगोरीको है। सो यसलाई किन प्राइम क्याटेगोरीको मा राखिएको छ भने तपाईले यो प्रोडक्ट तपाईले लिनुभयो भने अब यसमा ओमेगा 3 हुन्छ, यहाँनिर तपाईले देख्नुहुन्छ। र धेरै जनाले फिश ओइल यो भन्दा पनि फिश ओइल नै खाने एउटा चलन बढिरहेको छ। बाहिरबाट चाहिँ जे आए पनि राम्रो, तर यसको बारेमा हामी अध्ययन गर्दैनौँ। तर म अब तपाईलाई बुझाउँछु। यो अन्टार्कटिकाको जुन बरफ मुनि हुन्छ यो क्रिल, हाम्रो अन्टार्कटिकाको बरफ मुनि जुन क्रिल भन्ने जीवबाट बनाइएको छ, र यसमा यति राम्रो यो ओमेगा 3 छ। यहाँनिर अर्को एउटा तत्त्व छ फोस्फोलिपिड, यो हाम्रो शरीरमा पाइन्छ फोस्फोलिपिड। ओके, अब तपाईले बुढाबुढीहरूले जो फिश ओइल पचाउन सक्दैनन् त्यो व्यक्तिहरूले पनि यो चाहिँ सजिलैसँग पचाउन सक्छ। त किन रिजन भन्दाखेरि हाम्रो शरीरमा यो फोस्फोलिपिड हुन्छ। सो यो क्रिलमा पनि के हुन्छ, फोस्फोलिपिड छ। सो छिट्टै हाम्रो बडीमा चाहिँ एब्जर्ब हुन्छ। ओके, सो अब यो ओमेगा 3 हाम्रो क्रिल ओइलले के काम गर्छ त भन्दाखेरि
हाम्रो ब्रेनको लागि, हाम्रो मुटुको लागि, हाम्रो लिभरको लागि, हाम्रो जोर्नीको लागि, हाम्रो ओभरअल हेल्थको लागि काम गर्छ। सो तपाईले सक्नुहुन्छ भने यो क्रिल ओइल एटलिस्ट दिनमा एउटा चाहिँ तपाईले खानु पर्यो। र तपाईले यो क्रिल ओइल 5 वर्ष एबभलाई दिनु मिल्छ। सो तपाईले स्पोर्ट्सहरु गर्दै हुनुहुन्छ भने स्पोर्ट्स गर्नेको लागि पनि यसले एकदमै राम्रो कन्सन्ट्रेसन दिन्छ है। जो व्यक्ति स्पोर्ट्स गर्ने र जो बच्चा तपाईलाई मेरो बाबुको चाहिँ एकदमै राम्रो माइन्ड सार्प माइन्ड होस् भन्ने चाहनुहुन्छ, बच्चाको ग्रोथ हुन्छ, हरेक कुराको लागि यो क्रिल चाहिँ तपाईले दिनुस् है। र कसै बच्चाहरूले चाहिँ अब बच्चा भन्दिन 18-20 वर्ष 22 वर्ष भएपछि कसैले क्याप्सुल लिनै नसक्ने हुन्छ कि हुँदैन? त्यस्तो छ भने तपाईले टोकेर पनि खान सक्नुहुन्छ। र 5 वर्ष मुनिको लागि चाहिँ यो नलिने, ओके। र कसले खानु हुँदैन भन्दाखेरि जो प्रन, जो समुद्री जीवजन्तुहरू जस्तै माछा एउटा भयो, त्यस्तो चिजहरू खाना एलर्जी हुन्छ भने यो त्यो व्यक्तिले खान भएन। ओके, बुझ्नु भयो? कसले खानु भएन? माछाहरू खाना जो समुद्रमा हुन्छ त्यस्तो चिजहरू खाँदा एलर्जी हुन्छ भने यो खान भएन। अब म यतातिर गइन। ओके, क्रिलको बारेमा यहाँ छ इम्युनिटी बुस्ट। कोरोनाले धेरैलाई मान्छेलाई पाठ सिकायो कि सिकाएन? अब डेङ्गु आउँदैछ, गर्मी सुरु हुँदैछ, डेङ्गुले पनि मान्छे बित्छ। मेरो आफ्नै मामाको छोरा घोपाक्यामा 3 दिन हस्पिटल बसेर बित्नु भयो। सो अब तपाईलाई म एउटा कुरा भन्छु, इम्युनिटी बुझाउनु भन्दा अगाडि तपाईलाई रुगाहरू बारम्बार लागिरहन्छ, हतपत्त तपाईलाई सन्चो हुँदैन, कुनै जे रुगा भयो तपाईलाई हरेक रोगहरू बेला बेला लागिरहन्छ, समय सन्चो हुन समय लाग्छ भने द्याट मिन्स तपाईको इम्युनिटी के छ? कमजोर छ। रोगसँग लड्ने क्षमता कमजोर छ तपाईको। सो तपाईले के हो भन्दाखेरि तपाईको बच्चालाई, तपाईको नानीलाई, तपाईको फ्यामिलीमा त्यस्तो प्रब्लम छ, स्पेशली तपाईलाई छ भने तपाईले के गर्नु पर्यो भन्दाखेरि यो इम्युनिटी बुस्टको प्रोडक्टहरू लिनु पर्यो है। यो सो अब के छ भन्दाखेरि तपाईलाई के लाग्छ? म ठिकै छु जस्तो लाग्छ, तर भित्र शरीर खत्तम भइसक्यो। हेर्नुस्, हामीलाई डाक्टरले 6 महिनामा बढी किन चेक जाँच गर्न जानुपर्छ भनेर भन्नुहुन्छ भने हाम्रो भित्र शरीरमा के भइरहेको छ त हैन? हामीले त बाहिर त हामीले नुहाएको छौँ कि छैन? तर हाम्रो मुटु कलेजो निकालेर कहिले नुहाएको छौँ? यहाँ भित्र के भइरहेको छ थाहा छ? छैन। तपाईले अहिले कोही मान्छे जगिङ गर्दै हुन्छ, जिम गर्दै हुनुहुन्छ भने नि द्याट मिन्स जिममा जाँदै हुनुहुन्छ भने तपाईँ हेल्दी हुनुहुन्छ भन्ने ग्यारेन्टी छैन। अस्ति भर्खर धारणको एउटा केस भयो, बिहान फुटबल खेल्ने, पानी पिउँदै गरेको मान्छे त्यही सुतेको हुनुभयो। रेगुलर फुटबल खेल्ने मान्छे, तपाईले म बिहान जगिङ जान्छु, एक्सर्साइज गर्छु भन्दैमा तपाईँ हेल्दी हुने होइन। तपाईले चेक गर्नुपर्छ। तपाईको हरेक कुराहरू, सुगर लेभलदेखि लिएर हरेक बीपीदेखि लिएर हरेक कुरा तपाईले चेक गर्नुपर्छ। सो अब के छ, इम्युनिटी तपाईको कमजोर भइरहेको छ भने तपाईले इम्युनिटीको के गर्नु पर्यो? बढाउनु पर्यो। अब तपाईको सुरुमा छ नुनी। अब धेरै सिएनटीहरू तपाईहरु मिलिसक्नु भएको छ। यहाँ एउटा तत्त्व पाइन्छ, के छ? 09 तत्त्व, हो कि हैन? र कति जना मैले भेटेको छु मान्छे, म त फलफुलहरु मासु एकदम मिलाएर खान्छु, काजु किसमिस मेरो त घरमै बट्टा छ बाबु, म यस्तो खादिन भन्ने धेरै जना भेटेको छु। तर म अब नोनी किन खानुपर्छ म बुझाउँछु। यो नोनी हामीले खाना खानु भन्दा आधा घण्टा अगाडि हामीले खाइन्छ। त खानुको रिजन के छ भन्दाखेरि हामीले जति पनि खाएको न्युट्रिसन हाम्रो सेल्सले पाओस् भनेर। र तपाईको हाम्रो सेल्सको पोर्सहरु जुन बन्द हुन्छ भने यसले के गर्छ? हाम्रो सेल्सको पोर्सहरु ओपन गर्ने काम गर्छ। सो तपाईले के हो? तपाईले खाएको खानेकुरा न्युट्रिसन तपाईको सेल्सले राम्रोसँग एब्जर्ब गर्न पाए। कति जना खाना चाहिँ 3 थाल खाने, भोक लागेको गर्ने, तर मान्छे हुन्छ यस्तो। देख्नु आछ कि छैन? अहिले तपाईले मल बारीमा बाहिर खनेराको देख्नु भएको छ? कोही कृषि विशेषज्ञ हुनुहुन्छ यहाँ? हो ल, ओके। तपाईले मैले क्वेशन राखे म्याम, मल बाहिर यसरी खन्याउन ठीक छ कि छैन? छैन। तपाईले थ्यांक यू सो मच, जोडा ताली। सो हामीले खाना खायौं, तर तपाईको सेल्सले एब्जर्ब गरेन भने के मतलब छ खाएको? पेट ठुलो बनाउन मात्रै खाने हो हामी हैन, तर हामी एक्चुअली भोक मेटाउनको लागि खाइरहेका छौं। सो के छ भन्दाखेरि यसले के गर्छ भन्दाखेरि हाम्रो सेल्सको पोर्सहरु मैला छ भने त्यो सफा गर्ने काम गर्छ र सेल्सको पोर्सहरु ओपन हुने गर्ने काम गर्छ।
सो जसले गर्दा हामीले खाएको खानेकुराको न्युट्रिसन हाम्रो सेल्सले पाउँछ। स्पाइरुलिना छ। अस्ति भर्खर एकजना इन्डियन लेडिज हुनुहुन्थ्यो 9 महिना स्पेसमा बसेर आउनुभयो हराएर। कतिजनालाई थाहा छ? आज त्यो प्रेसर कुकर लगाएर मासु सिटी लगाएर दाल सिटी लगाएर खान्छ त खाँदैन। सो यो स्पाइरुलिना जो स्पेसमा जानेहरूले पनि युज गर्नु र यसमा के हुन्छ भन्दाखेरि हामीलाई 46 किसिमको पोषण चाहिन्छ भने 45 किसिमको पोषण चाहिँ यसमा पाइन्छ। र पछुवा 300 वर्ष किन बाँच्छ भन्दाखेरि तपाईको एक किसिमको समुद्रमा पाउने एक किसिमको लेउ खाँदो रहेछ। यही लेउबाट चाहिँ यो बनेको। तपाईको लाइफस्टाइल, कतिजना इन्सुरेन्स गर्नुहुन्छ होला, कतिजना हेल्दिङमा हुनुहुन्छ, हाम्रो हर्क सर जस्तो कतिजना बिजी कोही व्यापारीहरू हुनुहुन्छ होला, विष्णु सर जस्तो अब सरहरू हुनुहुन्छ। सो तपाईको हेक्टिक लाइफ एकदमै बिजी सेड्युल छ, खाना खान तपाईलाई टाइम राम्रोसँग छैन भने प्लिज स्पाइरुलिना म रेकमेन्ड गर्छु, दिनमा 1 क्याप्सुल खानुहोस्। बुझ्नुभयो? सो एकदम जरुरी छ यो। र अर्को कुरा कोलेस्ट्रोल विरोधी कतिजनालाई थाहा छ? अब मैले हात नउठाउने जतिले चाहिँ बिगौती नै थाहा छैन भन्ने बुझ्छु। ल सबैलाई थाहा छ बिगौती हो। सो तपाईको यहाँनिर एउटा कुरा यहाँनिर चाहिँ लेखेको छ कि छैन? यहाँ छैन। सो बिगौती भनेको आमाको पहिलो दुध हो कि हैन? सो कोही बच्चा तपाईले बिरामीहरू भइरहन्छ भने एउटा रिजन त्यो बच्चाले ब्रेस्ट फिडिङ अथवा आमाको पहिलो दुध खान नपाएको हुन सक्छ। सो जुन बच्चा गर्भमा हुन्छ जब निस्किँदाखेरि उ त सेफ हुन्छ, जब निस्किसकेपछि बाहिर कति पोल्युटेड छ, कति हावा पानी हरेक छ, तर बच्चाले के गर्छ भन्दाखेरि मात्रै दुधले बाँचिरहेको हुन्छ हो कि हैन? सो दुध कति पावरफुल रहेछ हो कि हैन? आमाको दुध कति पावरफुल रहेछ हैन? सो त्यो भएर यो चाहिँ हाम्रो बिगौतीबाट बनेको एकदमै पावरफुल प्रोडक्ट छ। सो यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यसले के काम गर्छ भनेर। र म के भन्छु, जो बच्चाहरू खानाहरू खाँदैनन् तपाईको अहिले त फोन देखाउनु पर्छ खाना खाउनलाई हो कि हैन? त्यो फोनमा हेरेपछि भिडियो हेरेर उ त बिर्सेर जस्तो खाना भयो भने खाइदिन्छ हो कि हैन? त कोही बच्चाहरू खानाहरू राम्रो खाँदैन, उनले खानाहरू अहिले एकदमै धेरै समस्या छ। प्लिज कोलेस्ट्रोल चाहिँ तपाईले फोडेर, क्याप्सुल होइन है, फोडेर तपाईले के गर्नु खानासँग मिक्स गरेर दिनुहोस्। यसले एकदमै बच्चालाई अरूबाट खाना कम्ती खाएको छ उसको न्युट्रिसन पुग्दैन। सो तपाईले यो कोलेस्ट्रोल दिनु भने एकदमै राम्रो छ। अर्को एलोभेरा बारेमा कतिजना लेडिजहरूलाई थाहा छ? एलोभेरा स्किनको लागि राम्रो हो भन्ने कतिजना थाहा छ? सबैलाई थाहा छ। सो हामी के गर्थ्यौँ? एलोभेरा स्किनको लागि युज गर्थ्यौँ भने धेरै किसिमको छ यहाँनिर, तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। एलोभेरा वान अफ द बेस्ट प्रडक्ट हो हैन? सो मैले बताइने यसमा आम्ला थाहा नहुने कतिजनालाई कोही हुनुहुन्छ? आम्ला थाहा छैन? ए थाहा छ। ल यसमा के हुन्छ सबैभन्दा बढी? ओके, यसको बारेमा पनि मैले त्यति गइन। प्रो हर्ट क्याटेगोरीमा छ, जो मुटु रिलेटेड है। सो कार्डियोभास्कुलर हेल्थ भन्छ यसमा। सो सबैभन्दा फर्स्टमा फ्ल्याक्स ओइल आउँछ। आज सबैलाई थाहा छ? हजुरहरूलाई थाहा छ? ओके, फ्ल्याक्सिड ओइलको बारेमा म तपाईलाई भन्छु, यो यति राम्रो प्रोडक्ट छ, यो तपाईले युज गर्नु। धेरै काम गर्छ यसले। एउटा कुरा लेडिजहरूलाई पिरियडहरू रेगुलर हुँदैन भने नि यसले ठिक गर्छ। अर्को जोड्नीहरूमा समस्या छ भने यसले ठिक गर्छ। र मुटुको लागि त ब्याड कोलेस्ट्रोलहरू डाउन गर्ने यसले काम गर्छ। र यो फ्ल्याक्स ओइल चाहिँ तपाईले जो क्रिल ओइल तपाईले खान मिल्दैन उहाँहरूले पनि यो चाहिँ खान मिल्यो। ओके, अर्को एलर्जी 9 हामीसँग छैन है एलर्जी। ओके, एलर्जी 9 तपाईले सुन्नु भएको छ, मान्छे ठरे मर्यो अरे भन्ने सुन्नु भएको छ हो? तपाईको के छ भने यसले हाम्रो एलर्जी 9 ले तपाईले जिम जानुहुन्छ, एक्सरसाइज गर्नु जानुहुन्छ अथवा कतै एकदमै हार्ड वर्क गर्नुपर्छ भने तपाईले बिहान यसलाई चाहिँ बिहान खाने, अनि दिउँसो तपाईलाई थकाइ लाग्छ भने यो स्याचे क्लाउड छ, तपाईले ब्यागमा लगेर राखेर खानुहोस्। यसले के काम गर्छ? धेरै छ यसको बेनिफिट, तर म एउटा काम के भन्छु भन्दाखेरि हाम्रो ब्लड भेसलहरू छ, ब्लड भेसलहरूलाई चाहिँ चौडा गर्ने काम गर्छ यसले है। सो जसले गर्दा ब्लडहरू सर्कुलेसन ब्लडको लागि चाहिँ एकदमै राम्रो हो। र अर्को नेक्स्ट छ क्युटेन। कतिजना 17-18 वर्षको हुनुहुन्छ? बाबु कति पुग्यो? 18। 60 भन्दा माथि कोही हुनुहुन्छ? ए कति हुनुहुन्छ सर?
62 हजुर 62 सर कति हजुर 62 सबै 62 हुन् तर हजुरहरूलाई सरसँग सोधेँ जति 18 19 20 वर्षमा जस्तो अहिले इनर्जी आउँछ तपाईलाई आउँछ ल जोडदार ताली पोखरालाई माने मैले ल अहिलेसम्म आउँदैन सर आज धरानमा गए इनाममा गए हरेक ठाउँमा सिएमपी गरे हजुरलाई पहिला जस्तै 18 20 वर्ष जस्तै हजुरलाई इनर्जी आउँछ भन्थे आउँदैन सर भन्नुहुन्थ्यो आज माने सर 62 वर्षमा पनि 18 वर्ष जति जस्तो आउँछ ल एकचोटि जोडदार ताली भएको लागि इनर्जी आउन पोखरा आउनु पर्दो रहेछ ल अब म तपाईलाई के छ भने हाम्रो क्युटिन भन्ने तत्त्व जुन हाम्रो शरीरमा उत्पादन हुन छोड्छ र जति 18 20 वर्षहरू कति खेल्छन् फुटबल खेल्छन् यता खोज्छन् उता खोज्छन् र पनि उनीहरू थाक्दैन तर हामीलाई चाहिँ के लाग्छ स्पेसली दिदीहरूलाई सोधेँ भने मैले बजार गएर आएपछि कस्तो थकाइ लाग्छ सोफामा पल्टिनु जस्तो लाग्छ कि लाग्दैन लाग्छ किन भयो भन्दाखेरि अब हाम्रो जुन क्युटिन तत्त्व जुन हाम्रो शरीरमा उत्पादन हुन छोड्छ अब हामीले कहीँबाट रिप्लेस गरेनौँ सो तपाईँलाई एकदमै थकाइ लाग्छ भने तपाईँले यसले के काम गर्छ भन्दाखेरि हाम्रो सेल्समा इनर्जी दिने काम गर्छ के गर्ने काम गर्छ इनर्जी दिने काम गर्छ सेल्समा इनर्जी दिने काम गर्छ सो तपाईँले आफ्नो बाबा मम्मी हुनुहुन्छ सासू ससुरा हुनुहुन्छ अथवा सिनियर्सहरू हुनुहुन्छ भने यो क्युटिन चाहिँ तपाईँले खानुहोस् यो एकदमै राम्रो छ है र मैले अहिले यो क्युटिन हाम्रो यता उसमा तपाईँको गोर्खामा हाम्रो देवकासी दिदीहरूको एकजना टिम छ उहाँको यही मात्रै लिनुहुन्छ क्युटिन यही मात्रै उहाँले खानुभएछ यो खाएर सक्यो भने सर इन्डियाबाट मगाइदिनु मलाई यो चाहियो मलाई एकदमै इनर्जी अहिले जति पहिला एकदमै आलस्य हुन्थ्यो मेरो शरीर अहिले एकदमै ठिक छ भन्नुहुन्छ क्या सो के छ भन्दाखेरि हजुरहरूले यो क्युटिन चाहिँ एकदम 40 एबो क्रस गर्नेले तपाईँले क्युटिन चाहिँ रेगुलर कन्ज्युम गर्नु पर्यो अर्को निमको बारेमा कसैलाई थाहा नहुने कोही हुनुहुन्छ ओके थाहा छ तर कसले खानु हुँदैन कसले कन्ज्युम गर्नु हुँदैन यो प्रेसर लो हुनेहरूले सो तपाईँहरूले प्रेसर लो छ भने निम नखाने ओके अब अरू ग्लाइसेमिक हेल्थ अब डायबिटिज यो घरै पछि छ हैन सुगरको प्रब्लमहरू घरै पछि छ प्लिज म तपाईहरुलाई भन्छु सुगर भनेको यति डेन्जर चीज हो आज हामी अल्कोहल खाँदैनौं तर हामी मासु खाँदैनौं तर त्यो व्हाइट सुगर खाइरहेको छौं क्यान्सरमा लाने एउटा तत्त्व त्यो पनि हो सो बुलियो नभई फेरि जाँदैन हैन सो तपाईले विचार गर्नुस् सुगर तपाईले सक्नुहुन्छ भने छोडेको राम्रो है अर्को प्रोटिन पाउडर आयो हाम्रो जिम जुम्बा गर्न जाने कति जना हुनुहुन्छ लवानको लागि जोडदार ज्ञान पनि छ हैन जिम गएको जस्तो सो के छ भने जिम जाने जुम्बा जानेहरूले चाहिँ प्राय प्रोटिन पाउडर कन्ज्युम गरिरहेको प्रोटिन पाउडरको बारेमा उहाँले प्रोटिन इन्टेक गरिरहनु भएको छ कन्ज्युम गरिरहनु भएको छ तर तपाईँ हरेक व्यक्तिले प्लिज प्रोटिन चाहिँ तपाईले खानु पर्यो तपाईलाई तपाईको वेट जति केजी छ त्यति ग्राम प्रोटिन हाम्रो शरीरलाई जरुरी छ बुझ्नुभयो सो के छ भन्दाखेरि हजुरले यो प्रोटिन पाउडर चाहिँ हाम्रो एडल्ट प्रोटिन पाउडर छ सो यो चाहिँ तपाईले कुनै पनि टेस्ट छैन खानेकुरामा मिसाएर दालमा जेमा राखेर जसरी खाँदा पनि हुन्छ यो प्रोटिन एकदमै राम्रो छ तर सुरुमा यो सर पानीमा घोलेर खानु भएछ एकजना मेरो साथीले के हो टेस्ट छैन के हो यस्तो पैसा मात्रै महँगो हाम्रो टेस्ट आउँदैन नि सर सो फर्स्ट टाइम चाहिँ टेस्ट आउँदैन डिटक्सको पाला आयो अब डिटक्समा हामीसँग फाइबर छ क्यानाडोमा डिटक्स फुड ब्याच आइसक्यो तारवटा प्रोडक्टहरु छ कतिजना हुनुहुन्छ आज बेलुका फेरि झाडु लगाएर बिहान झाडु पोछा नलगाउने सबैजनाले लगाउँछौँ हो कि हैन तर बेलुका हामीले त्यति सफा गरिसकेपछि फेरि जरुर छ होला त्यो सफा गर्न पक्का पक्का छ किन छ होला अहिले दिदीले पो हजुरले छ भन्नु किन छ होला हजुरले भन्नुभयो
भन्नुभयो कि हामीले बिहान झाडु लगाइसकेपछि राति आफ्टर राति पनि किन लगाउनु जरुरी छ भन्नुभयो कि राति लगाइसकेपछि बिहान पनि किन लगाउनु जरुरी छ किनभने हामीले राति खाना खाएर सुत्छौँ त बिहान फेरि हामीलाई किन भोक लाग्छ त बिहान पनि त हामीले खानु पर्यो हाम्रो शरीरको लागि इम्युनिटी चाहियो त्यस्तै गरेर हाम्रो घरमा पनि राति पनि त्यस्तो कीटाणुहरू हावापानीको कारणले गर्दाखेरि दूषित हावाहरूको कारणले गर्दा हाम्रो घरमा फोहोर मैलाहरू फैलिएको हुन्छ त्यसैले सफा गर्नु जरुरी छ सर एकदमै बेस्ट एफोर्ट ल ठिक छ तपाईले जुन कुरा गर्नुभयो डिटक्सको बारेमा थोरै अलिकति म सच्याइ मात्रै दिन्छु तपाईले एकदमै राम्रो एफोर्ट गर्नुभएको छ सो हामी बेलुका झाडु लगाएर सुत्छौँ सफा गरेर सुत्छौँ कोही त झाडु नलगाई त्यतिकै सफा नगरी सुत्ने त थोरै मान्छे हुनुहुन्छ होला कोही हुँदै हुनुहुन्न होला जस्तो लाग्छ मलाई तर बिहान हामी किन लगाउँछौँ भन्दाखेरि फेरि फोहोर भइरहेको छ मैला भइरहेको हुन्छ तपाईँ घुम्न जानुभयो झ्यालडोका पुरा बन्द गर्नुभयो सफा गरेर जानुभयो आउँदा 1 महिनापछि फोहोर हुन्छ कि हुँदैन मैला हुन्छ कि हुँदैन तर हामीले जुन आज तरकारी पकाउँछौँ मासु पकाउँछौँ अनि हामी कति घोड्छौँ त्यो प्लेटमा माझ्दाखेरि त हाम्रो भित्र कस्तो भइरहेको होला हामीले कहिले सोचेको छौँ यसको बारेमा छैनौँ हेर्नुहोस् सो हामीले के गर्ने भन्दाखेरि हामी बाहिर एउटा सानो पिम्पल्स आयो भने थोरै पोतो आयो भने यति धेरै पिर लाग्छ हामीलाई हो कि होइन भन्नु त तर हामीले हाम्रो मुटु कलेजो फोक्सोहरूको लागि हरेक कुराहरूको लागि यसलाई कसरी डिटक्स गर्ने यसलाई कसरी सफा गर्ने यसलाई कसरी राम्रो गर्ने हाम्रो शरीरलाई कसरी डिटक्स गर्ने हामीले सोचेको छैनौँ सो पहिला फास्टिङ बस्ने एकदम राम्रो रहेछ तर हामीले फास्टिङ बस्ने कल्चर छोडिसक्यौँ अहिले हो एकदमै राम्रो रहेछ आज तपाईँले डक्टरले बिहान केही नखाइ आउनु अपरेसन गर्ने बेला भन्छ कि भन्दैन हो हप्तामा एकचोटि तपाईँ फास्टिङ बस्न जरुर छ र म पनि आज बसिरहेको छु बिहान एकचोटि 1 घन्टा जति ड्राइभ गरेर त्यहाँदेखि कफी खाएँ अहिलेसम्म केही खाएकै छैन नुहाएँ आइहालेँ त मैले के सोचेँ फास्टिङ गर्ने अरू बेला मौका मिल्दैन आज मिलिहाल्यो सो तपाईँले फास्टिङ गर्नुभयो भने तपाईँलाई डिटक्स हुन्छ तपाईँको पसिनाबाट तपाईँको दिशा पिछाबाट होइन तपाईँ सौना जानुभयो भने त्यहाँबाट सो विभिन्न माध्यम छ तर हाम्रो डिटक्स अझै राम्रोसँग भएको हुँदैन बुझ्नुभयो सो अब हामीले हाम्रो शरीरलाई डिटक्स गर्न जरुरी छ सो फाइबर छ हामीसँग फाइबर अघि हाम्रो म्याम हुनुहुन्थ्यो मलाई कब्जियत पाएछ के भनेर हामी चाहिँ त्यतातिर कब्जियत पाएछ पेटको समस्या छ भने मात्र फाइबर दिन्छ तर फाइबर तपाईले वेट लसको लागि पनि काम गर्न सक्नुहुन्छ डिटक्सको लागि दुईटै काम गर्न सक्नुहुन्छ र अर्को हामीसँग ग्यानोडोरमा छ यसले चाहिँ हाम्रो सेल्समा सफा गर्ने काम गर्छ हाम्रो सेल्समा र अर्को चाहिँ के छ भन्दाखेरि फुट प्याड छ यसले के गर्छ भन्दाखेरि हाम्रो जति पनि ब्लडहरू जति पनि हाम्रो अकुपंक्चर पोइन्ट्सहरू कहाँ हुन्छ हाम्रो पाइतालामा हुन्छ सो त्यहाँ के हुन्छ तपाईले राति लगाएर सुत्नुभयो भने बिहान पुरै नयाँमा लाउँदै हुनुहुन्छ भने नयाँ व्यक्ति हुनुहुन्छ भने ओभरफ्लो भइरहेको हुन्छ यो सो के छ भन्दाखेरि ब्लडमा भएको जति पनि टक्सिकहरू केमिकलहरू मैलाहरू निकाल्ने काम गर्छ र अर्को चाहिँ हाम्रो आई सपोर्ट आँखाको लागि पनि भयो र डिटक्सको दुईटै काम गर्यो है ल फाइबर चाहिँ हाम्रो छैन के यहाँ पोखरामा ए आइले अस्ति 2 4 दिन ल जति पनि नयाँ व्यक्तिहरू हुनुहुन्छ सर आएन त्यो कहिले आउँछ सर कहिले आउनु थियो यहाँ प्रोडक्ट यति राम्रो छ सर ढुक्क हुनुहोस् यो बिजनेस कसरी हुन्छ आज भन्दाखेरि किन एकचोटि युज गरिसकेपछि फेरि मान्छेले कन्टिन्यू युज गर्छ यो चाहिँ ग्यानोडोरमा भनेको एकदमै राम्रो तपाईको एउटा रातो च्याउ भन्छ डिएक्सन भन्ने कम्पनी यसले खडा गरेको सो सबै प्रोडक्ट यो बेसमा छ है सो अब अर्को फुड प्याड छ फाइबरको बारेमा मैले भनिहालेँ आई सपोर्ट कर्कुमिन प्लस छ लकडाउनको समयमा पेसाब पानी खानुपर्छ भन्ने तपाईले सुन्नु भएको छ होला हैन सो कर्कुमिन भनेको एउटा तत्त्व हुन्छ जुन चाहिँ पेसाबमा हुन्छ है यसले डिटक्स काम गर्यो अब जोइन्ट्स एन्ड बोन्स हाम्रो अब यसमा चाहिँ लेडिजहरुलाई हजुरहरुको कति जना ढाड दुख्दैन भनेर मैले सोधे भने सबको दुख्छ कि दुख्दैन हजुरको दुख्छ सबको दुख्छ ल हेर्नुस्
तपाईलाई आज म स्पेसली अब यङ जेनेरेसनलाई तपाईँको छोराछोरीहरू छन् भने अहिले करेन्ट चाउचाउमा चाहिँ बाँच्न नदिनुहोस् धेरै, जिन्दगी सकिन्छ हेर्नुहोस्, हो कि होइन? तर आज बेलुका सुत्ने बेला भयो करेन्ट चाउचाउ, बिहान कलेजबाट आयो करेन्ट चाउचाउ, हो कि होइन? सो आज के छ भने अबको तपाईँहरूको त केही होइन, अब आउने यङ जेनेरेसनलाई धेरै प्रब्लम यसको आउँछ। सो अब हजुर अहिले दुख्दै छ भने पनि अब खानै पर्यो यो चिजहरू होइन। क्याल्सियम भनेको सबैलाई हड्डीको लागि भइहाल्यो। ग्लुकोजमाइन भनेको चाहिँ अब हाम्रो यो बुढाबुढीहरू तपाईँले कतिजना घरमा सुन्नुहुन्छ होला, मेरो तन्काउनै हुँदैन, खुम्च्याउनै हुँदैन, हो कि होइन? सुन्नु भएको छ? सो एक किसिमको चिप्लो पदार्थ हुन्छ, यो सुक्दै सुक्दै जान्छ बुढेसकाल। चुइलाको हजुरहरूले सुन्नु भएको छ? हो। सो अब कोलाजिन छ, कोलाजिन चाहिँ अब जो मान्छे एकदमै राम्रै हुन चाहन्छ त्यसलाई चाउरीपना अलिक नहोस् मेरो त्यसको लागि मात्र युज गर्छन्। सो अब यो चिजहरू तपाईँले सेट मिलाएर खानुभयो भने तपाईँको ढाड घुँडाहरूमा आउने समस्याहरू आउँदैन। ओके। र दाँतमै पनि हाम्रो क्याल्सियम हुन्छ। दाँतमा तपाईँको किराले खाने समस्याहरू, टुक्रिने समस्या छ भने तपाईँको क्याल्सियमको कमीले हुन्छ। ग्लुकोजमाइन यहाँ जोड्नेहरू देख्नु भएको छ? र कतिजना बुढाबुढीले कटकटी खान्छ मेरो भन्ने पनि तपाईँले सुन्नु भएको छ होला। यो चिजहरू खानु पर्यो। र यो क्याल्सियम तपाईँको स्पेसली बच्चाहरूको लागि जरुरी छैन, 12 वर्षभन्दा मुनि है, 12 वर्ष एबभलाई मात्रै तपाईँले दिन सक्नुहुन्छ। र जो मान्छे प्रेग्नेन्ट हुनुहुन्छ उहाँलाई हाम्रो सप्लिमेन्ट केही नदिने, इभन क्याल्सियम पनि डक्टरले मात्रै दिनुहुन्छ है। डक्टरले क्याल्सियम खानुपर्छ भनेर तपाईँले यहाँ क्याल्सियम रेकमेन्ड नगर्नु, किनभने चेन्जेस भइरहेको हुन्छ बडीमा एकदमै धेरै। सो त डक्टरले के हुन्छ त रेगुलर चेकअप हुन्छ, रेगुलर रिपोर्ट हुन्छ। सो हामीले यहाँको क्याल्सियमहरू तपाईँले कन्ज्युम गर्न दिनु भएन है। अर्को सत्तावारी म्याक्स छ हाम्रो विदिशा म्याम, मिस जस्तै एकजना बहिनी हुनुहुन्थ्यो, उहाँ नर्स, अनि उहाँले हस्पिटलमा कति पिरियड रेगुलर नभएर उहाँले कति औषधि खाँदा पनि केही पनि भएन, तर यही सत्तावारी म्याक्स खाएको कारणले उहाँको पिरियड रेगुलर भयो। सो जति पनि लेडिजहरूलाई हरेक प्रब्लमहरू छ भने तपाईँको हार्मोन डिसब्यालेन्सदेखि लिएर पिरियडहरूको प्रब्लमदेखि लिएर हरेक कुरा छ, त्यसको लागि तपाईँले यो चाहिँ कन्ज्युम गर्नु पर्यो। ओके। यो नचिन्ने कोही हुनुहुन्छ? अब हजुरहरूले चिन्नेमा आइले। ओके। नयाँहरूको लागि स्पेसली पुरानोहरूलाई थाहा छ, आज तपाईँले टुथपेस्ट पेप्सोडेनहरू देख्नु भएको छ। क्लोजअप कोलगेट कतिजनाले युज गर्नुहुन्छ आज? चेप छ होला तपाईँको विचारमा? क्लोजअप कोलगेट राम्रो छ होला त्यो टुथपेस्ट? राम्रो छ। ल हाम्रो पुरानो लिडर को हुनुहुन्छ एउटा टुथपेस्ट किन चेन्ज गर्न जरुरी छ भनेर कोही भन्दैन? सर हजुर आउनुहुन्छ? ए ल उहाँको लागि जोरदार ताली। थ्याङ्क यू। मेन कुरा के छ भने हामी जब पेस्ट युज गर्छौँ, पेस्ट युज गर्दा हामीले केही न केही मात्रामा हामीले पेटमा दिन्छ होइन, त्यसले गर्दा हामीलाई तपाईँको त्यहाँ म्याक्सिमम मात्रामा फ्लोराइड अरू धेरै केमिकल्स हुन्छ, जसले गर्दा हामी क्यान्सर सुरु हुन्छ होइन। त्यही कारणले गर्दा पेस्टमा पनि तपाईँको 3 कलर 4 कलरको कोड हेर्नुमा छ। फर्स्टमा ग्रिन हुन्छ होइन, त्यसपछि एउटा ब्लू हुन्छ, रेड हुन्छ र ब्ल्याक हुन्छ। ब्ल्याक तो तब दिन्छ डक्टरले जब तपाईँको एकदम सिभियर पेन हुन्छ। त्यही कारणले गर्दा हामीले पेस्ट हेर्दाखेरि त्यो लिन जरुरी छ। र जति पनि यो पेस्टहरू छ सब तपाईँको केमिकल रहित छ, प्योर अर्ग्यानिक छ। थ्याङ्क यू। पेस्ट चाहिँ हाम्रो मैले धेरैजनालाई चाहिँ एउटा पेस्ट मात्रै लैजानु भनेर सधैँ रिकमेन्ड पनि गर्छु, किनकि बाहिरको पेस्ट र यहाँको डेमो पनि हामीले देखाइराखेका हुन्छौँ। क्लोजअप कोलगेट, अहिले धेरैजना के हुन्छ भन्दाखेरि पेस्ट भन्नु हुँदैन क्या, कोलगेट नामै, पेस्टको नामै कोलगेट हुन्छ है। तर चाहिँ त्यो कोलगेट, क्लोजअप, पेप्सोडेन्ट, डाबर यी जति पनि भनेको चाहिँ डेमो गर्छौँ भने पनि कलर चेन्ज हुन्छ कि। हजुरहरूले जुन टुथपेस्ट युज गरिराख्नु भएको छ घरमा, त्यो टुथपेस्ट र यहाँको टुथपेस्ट एउटा लिएर जानुहोस्। त्यहाँको टुथपेस्ट र यसमा चाहिँ हजुरहरूले बेसा थोरै हालिदिनु भयो भने बाहिरको टुथपेस्टमा चाहिँ कलर चेन्ज हुन्छ, रेड हुन्छ। त्यो एक प्रकारको केमिकल छ र हामीले टुथपेस्ट गर्दाखेरि जस्तै ब्रस गर्दाखेरि केही न केही मात्रामा खाइराखेका हुन्छौँ, जसले गर्दा हामीलाई पेटमा चाहिँ धेरै प्रकारको रोगहरू निम्तिन्छ बाहिरको टुथपेस्ट युज गर्दा। तर यहाँको टुथपेस्ट प्रयोग गर्दाखेरि चाहिँ हाम्रो हेल्थमा कुनै पनि असर पर्दैन र बच्चाहरूलाई चाहिँ टुथपेस्ट दिँदाखेरि बाहिरको टुथपेस्टहरू उनीहरूले खान्छन्, उनीहरूलाई भोलि के हुन्छ अनि हामीलाई थाहा हुँदैन। तर यहाँको टुथपेस्ट उनीहरूले खायो भने पनि कुनै पनि साइड इफेक्ट गर्दैन
त्यही भएको हुनाले यहाँको टुथपेस्ट प्रयोग गर्न चाहिँ एकदमै जरुरी छ। थ्याङ्क यू सो मच। जोरदार ताली अलिक पुगेन ताली। थ्याङ्क यू सो मच। मैले केही पनि थपिनँ, यति पर्फेक्टली भनिदिनु भयो। नर्स पनि हो होइन, मैले अब म त्यो पेसाले हेल्थ सेक्टरमा पनि छुइनँ, तर मैले सप्लिमेन्ट न्युट्रिसन कोर्स गरेँ। म हरेक व्यक्तिलाई उहाँले भने जस्तो तपाईँले किन टुथपेस्ट चेन्ज गर्न जरुरी छ, तपाईँले तेल किन चेन्ज गर्न जरुरी छ, बस यो कुरा मात्रै भन्छु। सप्लिमेन्ट धेरै टाढाको कुरा हो र आज जो मान्छेले अझै पनि केयर गर्दैनन्, अझै पनि हातमा उहाँलाई लाग्दैन कि मैले अझै भन्दा पनि उहाँले सुनेर युज गर्नुहुन्छ भने भोलि हस्पिटलमा पैसा बुझाउने को हो? सो म भन्छु हजुरहरू जति पनि नयाँ आउनु भएको छ, सोच्नुहोस् बिहान उठ्ने बित्तिकै कुनै न कुनै ब्रान्डको टुथपेस्ट तपाईँले युज गर्नुहुन्छ भने त्यो पनि सेभ गर्न जरुरी छ। ओके, अब यो क्यानन टुथपेस्ट भयो। सो तपाईँको यो टुथपेस्ट चाहिँ मैले खास भन्न चाहेको थिइनँ, आइहाल्यो मुखमा। सो मेरो टिममा धेरैजनाको रिजल्टहरू आयो, एकदम बिमेर खटिरहेको जस्तो। तपाईँको जिब्रोमा आएको व्यक्तिहरू पनि ठिक भएको छ, जो मान्छे गुड्खा खाएर जिब्रोमा घाउ भएको थियो त्यो व्यक्तिहरू पनि ठिक भयो। रगत आउने नर्मल, अरू त नर्मल, गिजामा समस्या त नर्मल भइहाल्यो। सो त्यस्तो छ भने तपाईँ यो युज गर्नुहोस्। अलिक दाँत सेतो चम्काउँछु, अलिकति यङ जेनेरेसनहरूलाई दाँत अलिक चम्काउँछु भन्ने चाहिँ यो हुन्छ। र अर्को कुरा ब्रसको कुरा गर्छु। ब्रस चाहिँ हामी नेपाललाई थाहा भएको कमलो र सारो। मलाई त त्यो कमलो लाग्यो तपाईँहरूको ब्रस, यो सारो चाहिन्छ मलाई। कमलो र सारो भन्दा थाहा छैन। तर कोही डेन्टिस्ट हुनुहुन्छ यहाँ? डेन्टिस्ट हुनुहुन्छ? अब तपाईँले के छ भन्दाखेरि तपाईँले ब्रस युज गर्नुहुन्छ भने एभ्री 3 मन्थ्समा यो ब्रस चेन्ज गर्न जरुरी छ। बुझ्नुभयो? र सेन्सिटिभ दाँत छ भने हजुरले ब्रस चाहिँ प्रत्येक महिना चेन्ज गर्नु पर्यो है। यो चाहिँ मैले त्यति मात्रै भने। पर्सनल केयरमा अब सबै कुराहरू छ। सेनिटरी प्याड ल अहिले तपाईँले मार्केटमा स्टेफ्री, विस्पर, 9, अल्ट्रा दुनियाँ ब्रान्डहरू आइरहेको छ। सो म तपाईँलाई सेनिटरी प्याड एकदमै इम्पोर्टेन्ट छ। अब दिदीबहिनीहरूले मात्रै सुन्नुहोस् है, के हजुरहरू पनि सुन्नुहुन्छ? छोरा मान्छेले झन् इम्पोर्टेन्ट छ। हेर्नुहोस्, छोरा मान्छेलाई झन् जरुर छ। एउटा छोरी मान्छेलाई के जरुर छ अहिले तपाईँले जस्तै कतिजना म्यामहरू आउनु भएको छैन, तपाईँले बुझेर जानुहोस्। जसले गर्दा अब छोरीलाई सेनिटरी प्याड यो दिने, बुहारीलाई यो दिने, तपाईँले भनेर चाहिँ तपाईँले बुझाउनु पर्यो। र म आफै पनि सेनिटरी प्याड ब्राहरू म आफै युज गरेर भन्नाले किनेर लगिदिन्छु। यो ब्रान्ड हो। हाम्रो सुनिता श्रेष्ठ म्याम हुनुहुन्छ, म्यामलाई मेरो म्यामलाई उहाँले भेट्नु भएको छ होइन। सो सुनिता श्रेष्ठ म्यामकोमा ब्रा किन्न म जहिले त्यहीँ जान्छु होइन। इनर वेयर भित्र बस्छ रियल ब्रान्ड। तपाईँले पे गरेर हरेक कुरा तपाईँको अन्डरवेयरदेखि सबै धोइदिनु चाहिँ हुन्छ। उहाँलाई एउटा ब्रा किन्न ल्याइदिनु मिल्छ कि मिल्दैन? मिल्छ कि मिल्दैन? अब हेर्नुहोस्, तपाईँको मिसेसको तपाईँको साइजै थाहा भएन, ब्राको साइज, कपडाको साइज कति हाइट छ हो कि होइन, लार्ज हुन्छ कि स्मल हुन्छ कि, त तपाईँले केयर गर्नुभयो भने सबै थाहा हुन्छ। हेर्नुहोस्, मलाई त्यस्तो लाग्छ। म ठिक छु? ठिक लाग्यो भने लेडिजहरूले ताली बजाइदिनु। क्लियर हो? सो हामीलाई जान्न जरुर छ उहाँलाई कति कन्सर्न हुन्छ। तपाईँले बर्थडेमा गिफ्ट साइज पनि एक्युरेट साइजमा, कलर सुहाउने कलर। तपाईँ मेरो हस्बेन्डको चाहिँ यो फेभरेट कलर हो भनेर भ्यालेन्टाइन डेमा, एनिभर्सरीमा दिनुहुन्छ कि दिनुहुन्न? हामीले पनि जरुर छ कि छैन त? छ होला नि होइन। सो ल अलिकति जस मैले आफूले सेयर गरेको सबैजनाले गर्छन् भन्ने पनि होइन, गर्नुपर्छ भन्ने पनि होइन, तर मैले चाहिँ भएको कुरा। अनि हाम्रो सुनिता म्यामले चाहिँ अप्ठ्यारो मान्नु भयो क्या। अनि किन अप्ठ्यारो मान्नुहुन्छ? तपाईँ त बेच्नै हो झन्, हो कि होइन? अब हाम्रो विदिशा म्यामहरूले हरेक कुराहरूमा चेक जाँच गर्न आउँदा त लजाएर त भएन नि त। त्यही माथि हामी यो बिजनेसमा छौँ। हेर्नुहोस्, ओके ल अहिले यहीँ एन्ड गरेँ। अब सेनिटरी प्याडको बारेमा कुरा गरेँ मैले। सेनिटरी प्याड तपाईँले 1 लेयर, 2 लेयर, 3 लेयरको पाउनुहुन्छ बाहिर। आज किन ओभरफ्लो भएर ओभरफ्लो हुन्छ कपडामा भन्दाखेरि रिजन त्यसमा एब्जर्भेसन सिप पावरफुल हुँदैन। र हाम्रो यो सेनिटरी प्याड 8 लेयरले बनेको हुन्छ। यहाँ चाहिँ अहिले देखाएको छैन रहेछ है। 8 लेयरले बनेको हुन्छ। र जति पनि अहिले गर्मी सिजन सुरु भयो, इरिटेसन, र्यासेस, चिलाउने प्रब्लमहरू केले हुन्छ भन्दाखेरि सेनिटरी न्यापकिनको माथिको लेयरमा के को हुन्छ? प्लास्टिकको हुन्छ। सो तपाईँको अब तपाईँलाई त्यस्तो प्रब्लम छ भने
यो सेनिटरी प्याड तपाईँले चेन्ज गर्नुहोस्। ओके, र नेक्स्ट के छ भन्दाखेरि अब यहाँ त म गइनँ, डे र नाइटको छुट्टा छुट्टै पाइन्छ, यता फेरि सरहरूलाई थाहा नहुन सक्छ होइन। सो म यता गइनँ, हाम्रो 6वटा र 4वटा डे र नाइटको छुट्टा छुट्टै साइज यहाँ पाउनुहुन्छ। र अर्को कुरा एउटा तपाईँहरूले धेरै नबुझेको कुरा, 62% लेडिजहरूलाई अपरेसनको केस हुन्छ भने पनि सेनिटरी न्यापकिनको हाइजिनको कारण हुँदो रहेछ। पहिला कपडा युज गर्ने भएर कति अवसर हुन्थ्यो, हो कि होइन? याद गर्नु भएको छ। सो अर्को कुरा के छ, लेडिजहरूले तपाईँले टोयलेट एकदम सफा छैन भने टोयलेटमा बस्दा पनि तपाईँलाई इन्फेक्सन हुन्छ, यो सेनिटरी प्याड हो कि होइन? सो एकदमै सेन्सिटिभ छ यो कुरा। सो तपाईँले अहिले छोरीहरू बुहारीहरूलाई दिनुहुन्छ, बहिनीहरूलाई दिनुहुन्छ भने प्लिज रेकमेन्ड गर्नुहोस्। र यो सुरुमा के लाग्छ, महँगो लाग्छ, एकचोटि लाउने फ्याँक्दिनँ। तर मेरो साथीलाई एउटा साथीलाई जबरजस्ती एउटा भिडाएको थिएँ मैले, अहिले उसको पसल छ हेर्नु, सोलुमा 1 वर्षलाई चाहिने सेनिटरी प्याड उसले यो लग्यो। अनि किन पहिला त एउटा दिँदा पनि मान्दैन थिइस्, फेरि सेनिटरी प्याड महँगो भन्थिस्, अहिले किन लगेको भन्दाखेरि यो लगाएपछि अर्को लाउनै मन लाग्दैन रहेछ। त्यति राम्रो छ, एकचोटि युज गर्नु होला लेडिजहरू होइन। ल अब घरमा चाहिने सामानहरू भयो हाम्रो। मेरो विशेष इम्प्रेस परेको चाहिँ यो प्रडक्ट हो। भाँडा धुने त कति राम्रो रहेछ, थोरै लाउँदा पनि राम्रो सफा गर्ने, ल्याइदिनु न, अङ्कललाई नै सपोर्ट हुन्छ नि। म भाँडा धुँदिनँ, तिमी भाँडा धुन्छौ, तिमीलाई राम्रो लाग्छ भने ल्याइदिन्छु भन्ने फेरि ल्याएको छ। यो हाम्रो प्रोडक्टहरू र तपाईँको के हुन्छ, यहाँनिर सानो टुटी किन बनाइएको छ भने थोरै लाउँदा पनि यसले राम्रो काम गर्छ। ओके, ट्रुम्यानको भयो, मिस्टर मिलान। अब लेडिजहरूको लागि आज ब्युटी टिप्स दिउँ भनेको, म अलिक ढिलो आएँ, अब तपाईँहरू झन् ढिलो भइसक्यो होला, सकेसम्म म हटाउने कोसिस गर्छु। सो मिस्टर मिलान हाम्रो हेल्दी लिभिङ कम्पनीले के गर्यो भन्दाखेरि भेस्टिज कम्पनी जो इन्डियामा नम्बर 1 कम्पनी छ त्यो कम्पनीसँग टाइअप गर्यो। जब अहिले मिस्टर मिलान यो ब्रान्ड जो इटालीको ब्रान्ड हो, भेस्टिजले टाइअप गर्यो जति पनि मिस्टर मिलानको प्रोडक्टहरू र भ्यालिनोको प्रोडक्टहरू अहिले नेपालमा आउँदैछ भने यो इटालियन ब्रान्ड हो। यो लिपस्टिक राम्रो त छ नै, तपाईँले एकचोटि लगाएपछि फेरि अर्को लिपस्टिक लाउनुहुन्न, त्यति राम्रो छ। र अब म केही कुरा बताउन चाहन्छु, जति पनि अहिले लिपस्टिक तपाईँले हाम्रो कम्पनीबाट मिस्टर मिलानको आउँछ, वर्ल्डमा टप कम्पनीलाई जुन लिपस्टिक कम्पनीहरूलाई बनाइदिन्छ त्यो कम्पनीले हाम्रो लिपस्टिक बनाउँछ। अब सोच्नुहोस्, हामीलाई विदेशबाट एउटा लिपस्टिक आयो भने कति चिज लाग्छ, त्यति राम्रो प्रोडक्ट हामीसँग यही छ। ओके, अब तेलको बारेमा थोरै भनौँ। 3 बज्यो है, कस्मेटिकको बढी। ल म तेलको पनि थोरै भन्छु, तेल किन चेन्ज गर्नुपर्छ। आज सनफ्लावर केजीको कति पर्छ कसलाई थाहा छ? कति? 250 देखि 300 तेल पर्यो, तर केजीको चाहिँ सनफ्लावर कति पर्छ कसैलाई नलेज छ? हजुर, त्यत्रो महँगो तेल, त्यत्रो महँगो केजीको पर्छ, तर पाइन्छ कतिमा? 250-60 मा। सो अब तपाईँलाई म के भन्छु भने हाम्रो तेल किन खानुपर्छ, म त्यतातिर गएँ, त्यतातिर धेरै गएन। राइस ब्रान्ड ओइल हाम्रो चाहिँ यो चाहिँ तपाईँको वान अफ द बेस्ट तेल छ। इन्डियाले सबैभन्दा बढी हेल्दी तेलमा एक्सपोर्ट गर्ने तेलमध्ये यो तेल पर्छ। र यो तेल तपाईँले भाटबाट नै पाउनुहुन्छ, जुन चाहिँ लो क्वालिटीको पाउनुहुन्छ, हेर्दाखेरि सेम हुन्छ। ओके, अब म तपाईँले हाम्रो भित्तातिर चिम्नीतिर पुरै कालो छ, किन कालो भएको होला? कसैले लेडिजहरू प्लिज, तेल उफ्रेर गएर अर्को कोलेस्ट्रोल बढी भएर हाम्रो सर कहिले काहीँ खाना पकाउनुहुन्छ सर हजुरले? ल उहाँलाई जोरदार ताली, खाना पकाउनु उहाँको मेन खुसी हुनुहुन्छ। ओके, अब के छ भन्दाखेरि हामी खार आयो भन्छौँ नि, सबै तेल डढ्छ, सबै तपाईँ घिउ तोरीको तेल जुनसुकै तेल तपाईँले तताउनु सबै तेल डढ्छ। यसलाई भनिन्छ हाई स्मोकिङ पोइन्ट। र तपाईँले क्यान्सरमा 2टा कुराहरू छ, एउटा कुरा पोलेको मासु खाँदाखेरि भन्ने छ, अर्को चाहिँ बडी स्मोकिङ पोइन्ट भएको कारणले भन्छ हो। यसमा म त्यतातिर गइनँ, तर हाम्रो स्मोकिङ पोइन्ट जुन छ हाम्रो आरबिओको राइस ब्रान्ड ओइलको
200 डिग्री भन्दा माथिको टेम्परेचर चाहिन्छ यसलाई जलाउनुको लागि। बुझ्नुभयो? सो हाम्रो तेल डढ्दैन, तर डढ्दै नडढ्ने भन्ने होइन, हाम्रो ग्यासको क्यापेसिटी छैन यो तेल डढाउनु। सो अब तेल डढेपछि के हुन्छ? खानेकुरा पनि डढ्छ। डढ्छ कि डढ्दैन? डढ्छ। डढेको खानेकुरा खाइयो भने के हुन्छ? मैले के भन्नुपर्छ? पर्दैन। सो तपाईँले के छ, अब तेल तपाईँले लो क्वालिटीको ल्याउनु भयो, सब्जी बारीमा राम्रो फ्रेस सब्जी ल्याउनु भयो, मासु भाले काटेर ल्याएर पकाउनु भयो, कहाँ पकाउनु हुँदो रहेछ? नराम्रो तेलमा। अब हजुरहरूले भाले चाहिँ महँगो, तेल चाहिँ के हो? सस्तो। अब हजुरहरू कहिले पनि भाले काटेर त्यो सनफ्लावर तेलमा नपकाउनु होला। ल जोरदार ताली पकाउँदिन हुन्छ। अब के छ भन्दाखेरि यो तेल डढ्दैन है। र अर्को कुरा के छ भने हाम्रो सेलरोटीहरू निचोड्दा कति धेरै तेलहरू निस्किरहेको हुन्छ कि हुँदैन? तपाईँले खाँदाखेरि भन्नाले तेलले के हुन्छ? धेरै एब्जर्ब गर्यो। बुझ्नुभयो? त्यो तेल धेरै एब्जर्ब गर्यो। कतिजना म पानी खाए नि मोटाउँछु भन्नेहरू सुन्नु भएको छ? म खाना त केही खाँदिनँ, पानी खाए नि मोटाउँछु, मेरो ज्यान यस्तै हो भन्ने सुन्नु भएको छ? हो। आज तपाईँ भेजिटेरियन मान्छे पनि तपाईँको तेल नराम्रो भएको कारणले गर्दाखेरि र नराम्रो तेलमा मासु सब्जीसँग धेरै खाएको कारणले उही हेल्दी छ। बुझ्नुभयो? सो तपाईँले जबसम्म तपाईँको किचन चेन्ज हुँदैन तबसम्म तपाईँको हेल्थ चेन्ज हुँदैन। तपाईँले चेन्ज गर्नु छ, हेल्थ चेन्ज गर्नु छ भने फर्स्टमा तपाईँले तेल चेन्ज गर्नुहोस्, बल्ल अरू कुरा बार्नु। नत्र भने अरू कुरा तपाईँले बारेर केही हुनेवाला छैन। सो कतिजना हुनुहुन्छ आज तेल चेन्ज गर्ने? ल म ताली बनाउँछु अहिले। खुसी लाग्यो है। ल अब रियो जुसहरू हामीसँग डाबरसँग टाइप गऱ्यौँ र राकुरासँग टाइप गऱ्यौँ। राकुरा भनेको रामकुमार राठी 50वटा कन्ट्रीमा लन्च छ यो राकुरा ग्रिन टी। नेपालको वान अफ द बेस्ट ग्रिन टी हो। र इभन तपाईँले हायतमा जानुभयो भने त्यहाँ पनि पाउनुहुन्छ भनेपछि अब तपाईँ विचार गर्नुहोस् यो भयो। र यो तपाईँले कति रुपियाँ पर्छ कार्बोटिनीमा? कसलाई थाहा छ? कति पर्छ म्याम? यो यही बट्टाको चाहिँ यतिको। हाम्रोमा तपाईँको 425 रुपियाँ पर्छ भने हाम्रोमा 400 रुपियाँमा आउँछ यो। तपाईँले ग्रिन टी खानुहुन्छ भने। ओके। डाबरको जति पनि 290 पर्छ भने हाम्रोमा 275 रुपियाँमा आउँछ। सो यहाँ के भनेको छ? चेन्ज योर सेल्फ। अब तपाईँले के गर्ने भन्दाखेरि पसल मात्रै चेन्ज गर्ने, अरू केही गर्ने होइन। अब पसल चेन्ज गर्दाखेरि यहाँ के कुराहरू फाइदाहरू छ? अब त्यो 10 रुपियाँमा अरू कसले लाउनु भयो? कतिमा किन्नुभयो म्याम? 10 रुपियाँमा। तर बन्छ होला कतिमा? 1 रुपियाँमा। कतिजनालाई थाहा छ कतिमा बन्छ? 1 रुपियाँ। 2 रुपियाँमा हो। अब तपाईँले के छ भन्दाखेरि 8 रुपियाँ कसले खायो? बिचौलाले भन्यो भने यहाँ फेरि व्यापारीहरू हुनुहुन्छ ल, फेरि उहाँलाई असर पर्छ। मिडल म्यानले खायो है। के भन्नुभयो सर? उहाँले खानुभयो। ल किनभने व्यापारीलाई ट्रेस हुन्छ। मैले नाफा खाँदै गरेको त यो कम्पनी आएपछि बन्द हुने रहेछ मेरो नाफा। सो अब म के भन्छु भने तपाईँले 2 रुपियाँमा बन्ने मास्क 10 रुपियाँमा किन्नुभयो, तर पैसा तिर्यो कसले त? तपाईँले। सो यो कम्पनी डाइरेक्ट सेलिङ भनेको चाहिँ के हो भन्दाखेरि कम्पनीबाट सिधै कन्ज्युमर कहाँ अथवा उपभोक्ता कहाँ। यो कम्पनी कसरी स्टार्ट भयो भन्दाखेरि जो मान्छे कन्ज्युमर छ, जो मान्छे उपभोक्ता छ, ऊ चाहिँ धनी हुनुपर्छ भन्ने कन्सेप्टले खोलिएको। सो के छ भन्दाखेरि तपाईँले यहाँ देखिहाल्नुभयो, मैले मासको एक्जाम्पल दिएँ, अब तपाईँलाई बुझाइरहन जरुरी छैन है। सो हामीले डाइरेक्ट तपाईँको कम्पनीबाट कन्ज्युमर कहाँ पाउँछौँ। र युनिक बिजनेस मोडल, प्यासिभ इन्कम मजाले बनाउनु भएको छ। हाम्रो सर कता जानुभयो? स्लाइड बनाउने सर हुनुहुन्न रहेछ। सो ल सब के स्लाइड ल स्किन फर्मुला 9 को प्रोडक्ट कसलाई सबैलाई ल्याउनु मिल्छ? ल्याउ त 2-4वटा लेडिजहरू म भन्दा अलिक गोरी नै हुनुहुन्छ। अब यो भन्दा नि यहाँ आएपछि अझ गोरी हुन्छ यो क्रिम। हजुर युज गरे गोरी हुनुभयो।
ल हेर्नुभयो। सो अब के गर्नु पर्यो भन्दाखेरि अहिले कतिजना सन प्रोटेक्सन युज गरेर आउनु सन डिफेन्स ल अब अलिकति तपाईँ अगाडि आउनु अब उहाँले देखाउनुहोस् यसरी। सो अब हाम्रो क्रिम लाउने एउटा बानी हुन्छ तपाईँले सन प्रोटेक्सन युज गर्ने कतिजनाको बानी हुन्छ होइन, म तपाईँहरूलाई सिकाउँदैछु। सो उहाँले के गर्नुभयो, यसो गर्नुभयो, यसरी के गर्नुभयो, थाप्नुभयो हो, यसो गर्नुभयो। अब तपाईँले के हुन्छ भन्दाखेरि अब हामी के गर्छौँ सन प्रोटेक्सन युज गर्दाखेरि, ल राम्रोसँग याद गर्नुहोस् है, यो एकदम सिकाउनुहोस् भने 80% क्रिम हामीले पैसा कहाँ सकाएको हुन्छौँ यहीँनिर। सो अब तपाईँले के हुन्छ, अब हामी यसो गर्छौँ अनि ऐना खोज्दै जान्छौँ, कहाँ छ ऐना, अनि हामी लगाउँछौँ, अनि हामी दल्छौँ होइन, लगाउँछौँ। अब 80% जति यहीँ सकिसकेको हुन्छ अनि हामी के गर्छौँ भन्दाखेरि तिम्रो क्रिमले मलाई काली बनायो। अब के गर्नु पर्यो, क्रिमहरू लगाउँदाखेरि कहिले पनि यसरी नगर्नु। तपाईँले के गर्ने भन्दाखेरि उहाँले लगाइदिने। सो यो चाहिँ मोइस्चराइजर क्रिम भयो, तर हरेक क्रिम लगाउँदाखेरि तपाईँले के गर्ने 1 2 3 4 5 र अब यसलाई के गर्ने तपाईँले स्प्रेड गर्ने। लेडिजहरूलाई अब के अरे ब्लेन्डर, सो त लेडिजहरूसँग प्रायः छ भने तपाईँले त्यसरी गर्दा अझ इफेक्टिभ हुन्छ। सो हामीले यहीँबाट स्प्रेड गर्ने। सो तपाईँले क्रिम लाउन सिक्नु पर्यो अनि हामी के गर्छौँ, लगाउँछौँ अनि यहाँ कहिले धेरै हुन्छ, यहाँ सेतै भइसक्यो, यसो हेरेर के उतापट्टि क्रिम त लागेन रहेछ त, फेरि ए हो र भन्यो, फेरि तल्यो, हेर्न जस्तो हुन्छ। सो तपाईँले के हुन्छ, यसरी गर्दाखेरि चाहिँ स्प्रेड गर्न पनि सजिलो हुन्छ। कस्तो लाग्यो मेरो टिप्स, राम्रो लाग्यो मेरो जोडदार ओके, ल उहाँको लागि जोडदार ताली। सो अब केही टिप्स आएको बेला तपाईँलाई बुझाउँछु। म ब्युटिसियन नै भएको कारणले गर्दाखेरि अलिअलि केही टिप्स छाडिदिउँ भनेर। सो अब अर्को कुरा के छ भन्दाखेरि हामीलाई स्किन, तपाईँले आज कोरियन ब्रान्ड धेरै चलिरहेको हुन्छ। सो के छ, तर कहिल्यै पनि तपाईँलाई थाहा छैन मेरो स्किन टेक्सचर कुन छ, मेरो स्किन टाइप के हो, ओइली हो, ड्राई हो, कम्बिनेसन हो, सेन्सिटिभ हो, कुन चाहिँ मेरो कुन ब्रान्ड मलाई सुट गर्छ, त्यो कुरा तपाईँले थाहा नपाइ के गर्नुहुन्छ, तपाईँले प्रोडक्ट किन्नुहुन्छ, लाउनुहुन्छ, अभ्यास बिग्रिन्छ अनि हस्पिटल जानुहुन्छ। 3-4 लाख गइसक्यो अनुहार राम्रै बनाउँदा, उल्टो बिग्रिसक्यो। तपाईँले प्रोडक्ट युज गर्दाखेरि तपाईँको स्किन टेक्सचरलाई ठिक छ कि छैन, तपाईँले स्किन टाइपलाई सुट गर्छ कि गर्दैन, त्यो कुरा याद गर्नुपर्छ। सो हामीसँग स्किन फर्मुला 9 को प्रोडक्टहरू छ। सो 2टा प्रोडक्टहरू छ हामीसँग। सो अहिले चाहिँ त्यहाँ त टन्नै छ, तपाईँले युज गरिसक्नु भएको छ। यो पनि कसरी युज गर्ने तपाईँलाई चाहिँ आइडिया आउनु पर्यो। ल फेस मिस रहेछ, ल कतिजना ट्राई गर्नुहुन्छ, उहाँले ल्याइदिइहाल्नु भयो, कतिजना ट्राई गर्नुहुन्छ। तर यो तपाईँले अहिले ट्राई गर्नुभयो भने अहिले गएर किनिहाल्नुहुन्छ, त्यति राम्रो छ। ल एकजना भोलिन्टियर, यो चाहिँ हाम्रो ग्लो फेस मिस्ट हो, यसले ग्लोको लागि, इन्स्टेन्ट ग्लोको लागि काम गर्छ र एज अ टोनर पनि तपाईँलाई काम गर्छ। एकजना लेडिज ट्राई नगरेको बितिसक्यो त ट्राई। ल म्याम आउनुहोस्, ल पहिले त्यो हो ए ल सो यो चाहिँ तपाईँले जति पनि लिडरहरू हुनुहुन्छ पहिला गएर घरमा गएर डेमो गर्दा स्प्रे नगरिदिनुहोस्। फेरि नयाँ मान्छे फेरि यसले मार्न आयो क्या मलाई स्प्रे गरेर भन्छ। सो पहिला के गर्नुहोस्, तपाईँले स्प्रे गर्नुहोस् हो। सो के छ, मैले लगाएँ हो, सो मैले लगाएँ, अब डर छ त। सो लिडरहरूले जहिले पनि डेमो गर्दा फर्स्टमा आफ्नो डेमो गर्ने, बल्ल बल्ल डेमो गराउनु, यो चाहिँ स्प्रे ओके। अब म उहाँलाई डेमो गराउँछु। सो हामीले डेमो गर्दा पनि हामीलाई थाहा हुनु जरुरी छ। अब पहिला आँखा बन्द गर्ने त्यसको लागि है, जहिले पनि फर्स्ट रुल। सो आँखा बन्द गर्नुहोस्।
आँखामा परेको परेको छ। ल अब के छ यसले के गर्छ तपाईले अहिले गर्मीको समय छ तपाईले प्याकेटमा लगेर ब्यागमा राखेर तपाईले तपाईको मेकअपहरु डल हुँदै जान्छ पार्टीतिर जानुहुन्छ भने स्प्रे गर्नुहोस् र अर्को कुरा यसले के गर्छ तुरुन्त एकदम फ्रेस दिन्छ फ्रेस बनाउँछ कोही ट्राई गर्नुहुन्छ निद्रा लागेको व्यक्तिहरुले यति फ्रेस बनाउँछ कस्तो भयो तपाईलाई एकदम गोरी अनि राम्रो हुन्छ कि यो जोरदार लाग्यो हाम्रो प्रोडक्ट यस्तो दमदार छ कि जहाँ गर्मी त गरिहाल्यो त्योभन्दा बढी नै गरिहाल्छ यो फेस ल तपाईलाई कस्तो लाग्यो मलाई चाहिँ एकदमै त्यो शीतल भयो जस्तो होइन ओलिराखेको अनुहारमा चाहिँ एकदम आनन्द भयो जस्तो एकदम रिल्याक्स ल थ्यांक यू जोरदार ताली दुईजना भोलिन्टियरको लागि सो प्रोडक्टहरु यो प्रोडक्टहरु स्विजरल्यान्डको ब्रान्डको हो र तपाईले कुनै पनि केमिकल प्रिजर्भेटिभहरु युज गरेको हुँदैन यसमा र अब म तपाईहरुलाई भन्छु हाम्रो स्किन टेक्सचर अनुसार बनाएको छ यो प्रोडक्ट र तपाईले के छ भन्दाखेरि अब अरु प्रोडक्ट एकछिन तपाईले चेन्जेस ल्याउँछ तपाईको स्किनमा भने यसले भित्रबाट सफा गर्छ भित्रबाट राम्रो गर्छ यसले र तपाईले धेरै मैले एकजना धरानमा फोटो एकदमै धेरै थियो उहाँको 2 महिनामा चेन्ज भयो तपाईले लगाउने तरिका ठीक भएर तपाईले रेगुलर लगाउनु भयो भने यो प्रोडक्टले एकदमै राम्रो रिजल्ट दिन्छ अर्को एकजना भोलिन्टियर म स्किन एकदमै राम्रो बनाउँछु भन्ने चाहने एकजना जो कोही ल हाम्रो एग्रिकल्चरको म्याम एग्रिकल्चर सँग रिलेटेड ल म्याम तपाईलाई वेलकम गरे उहाँको लागि जोरदार ताली लाग्यो विशेषज्ञ मैले यो फर्स्ट टाइम सीएनटी गरेको भएर एक्स्ट्रा टिप्सहरु दिइराखेको है तपाईहरुलाई क्लिन्जिङ ओइल कति जनालाई थाहा छ हजुरहरुलाई क्लिन्जिङ ओइल तपाई दिदी छ श्रेष्ठ अरु हजुर म्यामलाई थाहा छ म्यामलाई थाहा छ ओके क्लिन्जिङ ओइलको धेरै डिमान्ड छ मार्केटमा धेरै नै अनि जो स्किनको बारेमा स्किन राम्रोसँग युज मलाई राम्रो स्किन चाहिन्छ भन्ने जो व्यक्तिहरु हुनुहुन्छ र स्किन राम्रो छ भने चाहिँ तपाईले सोध्नुहोस् के युज गर्दै हुनुहुन्छ फेस वाश एज अ फेस वाश मोटामोटी 80% ले क्लिन्जिङ ओइल युज गरिरहेको छ तर हामीसँग यस्तो प्रोडक्ट छ जुन प्रोडक्टको नाम हो डीप क्लिन्जिङ ओइल र यो इभन सेन्सिटिभ स्किनलाई पनि हुन्छ र म उहाँलाई उहाँ स्किन एकदम फेयर छ उहाँको हैन म फेसमा गर्दिन अनि फेरि एकदम गोरी भइहाल्नु भयो भने फेरि घरमा गएर सरले चिन्नु भएन भने के गर्ने फेरि हैन म्यारिड हो म चाहिँ म्यारिडकै अनम्यारिडहरु भ्याकेन्सी खाली छ ल अब के छ त यसले के गर्छ जस्ट जोक मात्रै है यो मात्रै काटेर पुरा भेजमा लानु भाइरल जो अब के छ यस्तो देखाउनुस् नजिक आएर यहाँ आएर सो उहाँको स्किन राम्रो दुईटा यसरी देखाउनुस् सो उहाँको स्किनमा के मैला छ छैन र हामीले के गर्छौं भन्दाखेरि फेस वाश युज गर्छौं हाम्रो घाम धुलो धुवाले टासिरहेको हुन्छ मैलाहरु पुरा टासिरहेको हुन्छ तपाईले फेस वाश युज गर्नुहुन्छ अनि तपाईको के गर्नुहुन्छ तपाईले क्रीम चाहिँ महँगो लाउनुहुन्छ र तपाईको स्किनमा रिजल्ट आउँदैन किन आउँदैन तपाईले भित्रबाट सफा गरेको छैन मैला नै गएको छैन भित्र र तपाईले यो कसरी ट्राई गर्न सक्नुहुन्छ बिहान फेस वाश नै युज गर्नुहोस् तपाईले टिस्यु पेपर ल्याएर पुस्नुस् त्यहाँबाट थाहा भइहाल्छ साच्चै यो फेस वाशले काम गर्छै गर्दैन अब हामीलाई यो प्रोडक्ट पहिला देखाउनु प्राइस चाहिँ कति सुन्नु पैसा कति हो महँगो होला है हो कि हैन राम्रै पनि हुनु छ फेरि पैसा पनि छ हो कि हैन सो अब यो प्रोडक्टले कति काम गर्छ म धेरै टाइम लिदिन जस्ट तपाईको बत्ती बाल्नु लाइट कता छ सर लाइट त भन्नु ए सबै बाल्दिनु सबै अन गर्नु ल एउटा दुईटै दिनु भयो एउटा सो म जस्ट के गर्छु जस्ट 1 ड्रप युज गर्छु है ए हो ल सो के छ जस्ट 1 ड्रप युज गर्छु मैले 1 ड्रप युज गरेको सो के छ
मैले जस्ट वान ड्रप युज गरेँ है। ल के गर्छु म जस्ट रब गर्छु गयो हो गइसक्यो है। सो तपाईँको के छ भन्दाखेरि अब के गर्ने हामीले हाम्रो फेसमा 2 देखि 3 ड्रप तपाईँले युज गर्नुभयो भने फिज आउँदै गयो हो देख्नुभयो अझै नजिकबाट। सो फिज आउँदै गयो हो। अब जस्ट म बिस्तारै रब गर्छु। मैले धेरै गरेको छुइनँ त उहाँको स्किन चेन्ज हुँदै आयो हेर्नुहोस् हेर्दै हुनुहुन्छ आफूले विश्वास लागेको छैन साँच्चै चेन्ज भयो कि मैला निस्क्यो मेरो। सो के छ तपाईँले 2 देखि 3 ड्रप जस्ट युज गर्नुभयो र तपाईँले 30 to 40 सेकेन्ड यसरी तपाईँले रब गर्नुहोस् जस्ट फेसमा। मैले जस्ट हातमा डेमो देखाएको अहिले चिनिएन घरमा भन्ने समस्या आउला भनेर। ल अब हेर्नुहोस् उहाँको चेन्ज हुँदै आयो स्किन देख्नुभयो देख्नुभयो। ल अघि हामी जस्ट 1 ड्रप युज गरेको छौँ हो कि होइन। सो तपाईँले यति भिजिबल छ लास्टसम्म पनि देख्नुहुन्छ यति धेरै फिजहरू आइरहेको छ र ल हेर्नुहोस् उहाँको स्किनमा चेन्ज आएको छ बुझ्नुभयो। सो मैले धेरै गरेको छुइनँ 5 to 10 सेकेन्ड मात्रै तपाईँको छाउमै आउँछ बस छाउमै बस्नुहुन्छ ए हो त्यो अहिले चेन्ज भएको मात्रै हेर्नुहोस्। ल ल अब के छ एउटा टिस्यु पेपर पैसामा छ ओके म्यानसँग रहेछ। ल अब तपाईँको के छ ल दुईटा देखाउनुहोस् सफा भयो देख्नुभयो। सो यसले यति राम्रो क्लिन गर्छ हेर्नुहोस् बुझ्नुभयो। ल अब उहाँलाई पनि गरिदिन्छु ल थ्याङ्क यू भोलिन्टियरको लागि। गिफ्ट चाहिँ छैन बर्थडेमा आउँछ ओके जोरदार ताली उहाँको लागि। गोरी हुनुहुन्छ काली हुनुहुन्छ भने पनि सबको लागि हुन्छ। काली हुनुहुन्छ भने चाहिँ के छ एकदमै राम्री काली बनाउँछ होइन। ल ओके ल अब तपाईँलाई फाइनल कन्क्लुजनमा आएँ म जस्ट तपाईँहरूसँग 3 मिनट लिन्छु र अब प्रोडक्ट तपाईँले सुरुमा यो कम्पनी के रहेछ हेल्दी लिभिङ नेपाल। सो हामीले के गर्ने जस्ट पसल चेन्ज गर्ने जुन सामान तपाईँले बाहिरबाट किन्दै हुनुहुन्थ्यो बस त्यो सामान यहाँबाट किन्ने र किन किन्ने भन्दाखेरि नम्बर 1 कुरा तपाईँ हेल्दी हुनको लागि तपाईँको फ्यामिली हेल्दी हुनको लागि तपाईँले किन्नु पर्यो नम्बर 1 कुरा। अर्को कुरा जति पनि तपाईँलाई बेनिफिट पाउनुहुन्न थियो भाइबरले बिग मार्ट सेल्स फेरि अगाडिको पसलबाट भने तपाईँले यहाँबाट किन्ने यहाँबाट किन्दा तपाईँले सामान फ्री पाउनुहुन्छ क्यासब्याक पाउनुहुन्छ। तपाईँले लगातार 5-6 हजारको प्रोडक्ट 100 पोइन्ट्सको किन्नुभयो भने 5 महिनामा तपाईँलाई 4000को प्रोडक्ट मिल्छ र अब यही कुरा सेयर गरे बापत तपाईँलाई इन्कम आउँछ हेर्नुहोस्। सो म भन्छु यो कम्पनी एकदमै राम्रो छ बेस्ट कम्पनी छ। तपाईँले अहिले यो मौका गुमाउनु भयो भने अब फेरि अबको 2 वर्षपछि यो मौका खोज्नु भयो भने तपाईँले पाउनुहुन्न। र म पनि मैले भने म टाइम पास गर्न आएको थिएँ र टाइम पास गर्दा गर्दै म यहाँ पुगेँ भने सोच्नुहोस् अबको 2 वर्षमा यो कम्पनी कहाँ पुग्छ। तर तपाईँ ढिला नगर्नुहोस् राम्रोसँग काम गर्नुहोस् मेहनत गर्नुहोस्। आज यति समय पर्खेर आएर सुनिदिनु भयो जति पनि हाम्रो सरहरू हुनुहुन्छ म्यामहरू हुनुहुन्छ यो एरेन्ज गरिदिनु भयो तपाईँहरूको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फाइनली तपाईँहरू आएर यसरी सुनिदिनु भयो आइडी बनाउनुहोस् नयाँ व्यक्ति हुनुहुन्छ भने र आइडी बनाएर सामान कन्ज्युम गर्न सुरु गर्नुहोस् र तपाईँको आफन्त साथीभाइहरूलाई पनि यो कुरा सेयर गर्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।